प्रार्थना चाहिँ परमेश्वरसँग बात गर्नु भन्छ। तर प्रार्थना भनेको यो चाहिँ मोनोटोनस हो, मोनोटोन हो, वान वे मात्र हो। यो हामी प्रार्थना गर्दा परमेश्वरको कुरा सुन्दैनौँ, एकहोरो हामी आफ्नो कुराहरू भन्छौँ, आफ्नो समस्याहरू भन्छौँ। हामी सुन्छौँ र परमेश्वरले के भन्नुहुन्छ सुन्छौँ र पर्खिँदैनौँ नि। हामी के गर्छौँ, एकहोरो सुन्छौँ, हामी भनिरहन्छौँ आफ्ना समस्याहरू, अरूको समस्याहरू, अनि देशको समस्या, समुदायको समस्या, समाजको समस्या हामी एकहोरो परमेश्वरलाई भनिरहन्छौँ। अनि यीशुको नाममा आमेन भन्छौँ, उठेर हिँड्छौँ। परमेश्वरले के भन्न लाग्नु भएको थियो सुन्नको लागि बस्दैनौँ हामी त्यहाँ। आमेन भनेपछि बस्ने काम छैन, उठेर हिँडिहाल्छौँ हामी। त्यस कारण यो प्रार्थना भनेको परमेश्वरसँग ओहोर दोहोर बात मार्नु होइन, त्यो वान वे हो, मोनोटोन हो, त्यो आफै मात्र परमेश्वरलाई भन्ने। तर उहाँको वचन चाहिँ सुनेर मेडिटेट गर्न, चिन्तन मनन गर्नु चाहिँ के हो त, परमेश्वरको आवाज सुन्नु हो। त्यति बेला परमेश्वर बोल्नुहुन्छ। खुसीको कुरा कतिको चाहिँ कानमा पनि परमेश्वर बोल्नु हुँदो रहेछ, तर प्राय परमेश्वर तपाईँको हृदयमा बोल्नुहुन्छ। किन? त्यो वचन चिन्तन मनन गर्नुहुँदा परमेश्वर तपाईँको हृदयमा बोल्नुहुन्छ। कानमा सुन्ने प्रयास नगर्नुहोस्। परमेश्वरले चाहनु भने सुनाउनु होला, तर तपाईँ परमेश्वरको आवाज भर्बल्ली तपाईँ कानबाट सुन्ने प्रयास नगर्नुहोस्। किन अरू मान्छे पनि बोल्नु सक्छ। किनभने हामी धेरै अहिले कस्तो जमानामा आएको छौँ, अगमवक्ताको आवाज सुन्ने। अगमवक्ताले कहाँ बोल्छ, तपाईँको कानमा बोलिदिन्छ। अनि तपाईँले जहिले पनि अगमवक्तालाई मेरो लागि प्रार्थना गरिदिनुहोस्, के छ अगमबानी सोध्नुहुन्छ। अब अगमवक्ताले केही न केही नभनी त उम्किने कुरा आएन। त्यो हुँदाखेरि उसको पनि इज्जत बढ्नै पर्यो। मलाई प्रभुले के देखाउनु भएको छैन भन्यो भने हैट यसले त यसको त होइन रहेछ। हेर्नुहोस्, म टाउको थाप्नु धेरै कुद्दिनँ म, किनभने कति त भाग्छ नि त हान्नु आयो भनेर। सबै टाउको निहुर्याउँदै आउँदाखेरि होइन, हाम्रो पास्टर रबर्ट गुरुबाले भन्नुहुन्थ्यो, मैले यो 30-40 वर्ष यो ज्ञानेश्वरमा सेवा गरेँ, के सिकाएँ भनेको त खालि हान्नु मात्रै सिकाएछु अरे। अब गुरुबा फुत्तै निस्कि एउटामा आउँछ गर्दा 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 गुरुबाको त्यहाँ 12 बज्ने रहेछ। मैले त प्रभुमा धेरै सिकाएँ होला, हुर्काएँ त खालि हान्नु मात्रै सिकाएछु भन्छ। अब अगमवक्तामा टाउको थाप्नु गएपछि केही त भन्दै नै पर्यो। त्यो कहाँ सुन्नु चाहिँ यहाँ सुन्नुहुन्छ। म यो भन्दिनँ जहिले तहिले आउँदैन होइन, आउँछ होला परमेश्वरको अगमबानी, परमेश्वरको उहाँको तपाईँको लागि उहाँको योजना। तर टाउकोमा हात राखिदिँदै फ्यात्तै आउने चाहिँ मलाई साह्रै विश्वास लाग्दैन। किनभने उसले पनि त सुन्नु पर्यो नि त, होइन? उसले पनि सुन्नु पर्यो तपाईँको लागि परमेश्वरले के भन्दै हुनुहुन्छ भन्ने कुरा। तपाईँले पुरानो करारमा जानुभयो भने अगमवक्ताले समय लिएको छ, भोलि आओ होइन, भरे आओ। अनि अगमवक्ताले प्रार्थना गरेर प्रभुको बानी उनीहरूलाई बताएको छ। तर अब हामी सर्टकटमा गयौँ होइन, सर्टकटमा। उहिले यहाँ तपाईँहरू सबैलाई थाहा छ होला, यहाँ माथि देवकोटा चोक भन्छ होइन अहिले, उहिले देवकोटा चोक भन्दैन थियो, माथिल्लो छाता चोक भन्थ्यो होइन। त्यसको मुनि के थियो त, टेलिफोन त्यहाँ थियो। अनि तल 3 कुनेदेखि मान्छे त्यहाँ पुग्थ्यो टेलिफोन गर्नुको लागि, अनि लाइन लाग्थ्यो मान्छेहरू। अनि त्यस्तो थियो त्यो टेलिफोन उहिलेको समयमा, त्यस्तो थियो। एउटा मान्छेले आफ्नो पालो आउनुको लागि पर्खिनु पर्थ्यो, समय लाग्थ्यो, टाइम लिनु पर्थ्यो। अब अहिले त्यो छैन, तपाईँको हातमा छ। अब तपाईँ यहाँदेखि संसारभरको मानिसहरूलाई तपाईँ कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। शर्त के हो त, तपाईँले अलिकति ज्यादा तिर्नुपर्छ, त्यति नै हो। अब अहिले के हो त, परमेश्वरसँग हाम्रो सम्बन्ध पनि धन्य त्यस्तो हुन आँट्यो। जति बेला हो त्यति बेला झट्टै आइहाल्ने खालको होइन। अब हामीले ख्याल गर्नु पर्यो, परमेश्वर सबैभन्दा पहिले परमेश्वर तपाईँसँग बोल्नुहुन्छ, अनि उहाँ आफ्नो वचनबाट बोल्नुहुन्छ। परमेश्वरले डटहरू जोड्नुहुन्छ। परमेश्वरको सन्देश तपाईँलाई स्पष्ट नआउला, किन परमेश्वर रङ कलरद्वारा, रुखपातद्वारा, चराचुरुङ्गीद्वारा, विभिन्न परिस्थितिहरूमा विभिन्न अब्जेक्टहरूद्वारा पनि बोल्नुहुन्छ। तर त्यो सबै कुरा बुझ्नको लागि तपाईँ संवेदनशील हुनु पर्यो, परमेश्वरको आवाज सुन्ने।
अनि प्याटर्नहरू हेर्नु पर्यो। प्याटर्नहरू पुरानो करारमा उहिले हिजो अस्ति हामीले एउटा कार्यक्रम गऱ्यौँ अनि त्यो कार्यक्रमको नाम चाहिँ परमेश्वरले नियुक्त गर्नुभएको समयहरू के अरे उत्पत्ति 1 अध्यायको 14 पदबाट त्यहाँ के लेखेको छ, परमेश्वरले त्यो ठुलो तारा घाम जुन ताराहरू चाहिँ के को लागि, ऋतुहरूको लागि, समय र ऋतुहरूको लागि भनेको छ। तर इङ्ग्लिसमा सिजन्स भनेको छ, ऋतुहरू, नेपालीमा ऋतुहरू। तर हिब्रू भाषामा ओरिजिनल बाइबलमा चाहिँ के रहेछ भन्दा मोएद भन्दो रहेछ। मोएद भनेको चाहिँ ऋतु हुँदैन रहेछ, समय हुँदैन रहेछ। यो चाहिँ परमेश्वरले निर्धारण गर्नुभएको, नियुक्त गर्नुभएको समयहरूको चिन्ह हुनेछ रहेछ। अब त्यो भनेको के रहेछ भन्दा परमेश्वरले जे सृष्टि गर्नुभयो अनि अन्तको कुराहरू, हजारौँ वर्ष पछाडि हुने कुराहरू सुरुदेखि नै घोषणा गर्नुहुन्छ। त्यहाँनिर यशायामा एउटा ठाउँमा पाउनुहुन्छ, परमेश्वरले उहाँले भन्नुहुन्छ, म सुरुदेखि नै अन्तको कुराहरू घोषणा गर्छु। कसैले गर्न सक्दैन, त्यो केवल परमेश्वरले सक्नुहुन्छ। अनि त्यो कन्फरेन्समा हाम्रो स्पिकर चाहिँ म शनिबार उहाँको सेवामा जान्छु अमेरिकामा। अनि म उहाँको सेवामा जाँदा पहिले मलाई लाग्थ्यो यो यहुदी कुराहरू ज्यादा गर्छ होला जस्तो लाग्थ्यो मलाई। तर जब म त्यहाँ गएपछि हरेकपल्ट म उसको शनिबार हुन्छ, आइतबार हाम्रो हुन्छ। अनि शनिबार जाँदा म मूल्य चुकाउँछु। उसकोमा गएर आउँदा धन्नी $200-250 म उबर तिर्छु। यता हाम्रो नेपाल पठाउ भन्छ नि, उबरको तिर्छु। तर मलाई त्यो पैसा गएको जस्तो लाग्दैन, किनभने उनले जुन परमेश्वरको वचनहरू उनले सुनाउँछ त्यो हामी अहिलेकोलाई थाहा छैन। मिलमा अब ढिकुटीमा धान्छ, कुटी खान्छ भने त मिलमा लग्यो खान्छ। अनि त्यो पनि परेन, किनेर ल्याउँदा हुन्छ। हाम्रो पालामा के गर्नु पर्थ्यो, बिस्कुट सुकायो, उठायो, अनि त्यसलाई कुट्यो, चामल बनायो, अनि फल्नु पर्थ्यो। चामल मात्रै निकाल्नु, चामल कालो हुन्छ, त्यसलाई फल्दा चामल सेतो हुन्छ, ब्रान्डहरू सबै जान्छ होइन। परमेश्वरको वचन पनि हामीले त्यसरी बुझ्नुपर्छ। अनि यो मान्छेले चाहिँ त्यसरी बुझाउँछ। अनि उसले के भन्छ भने उसले मलाई पवित्र आत्माले यो भन्नुभयो। आज हाम्रो वरिपरिको अगमवक्ताहरू जस्तो मलाई प्रभुले यसो भन्नुभयो, पवित्र आत्माले यसो भन्नुभयो, ऊ भन्दैन। यसको मतलब उसले चाहिँ मान्दैन भनेको होइन। 20औं-25औं वर्ष क्यारिस्मेटिक क्रिस्चियन हो, तर उसले भन्दैन पवित्र आत्माले मलाई यो भन्नुभयो, त्यो भन्नुभयो। ऊ मान्छेलाई ढाड्दैन। कतिपल्ट हामीले सुन्छौँ पवित्र आत्माले यो भन्नु भने फ्यात्तै भन्छ, हामी होला भन्छ, पुग्दैन। तपाईँलाई त्यो अनुभव थाहा छ? टाउकोमा हात राख्दै यस्तो उस्तो हुनेछ भन्छ, हुँदैन। किन त्यस्तो हुन्छ? किनभने पवित्र आत्माले भन्नुभएको थिएन। अनि उसले भन्नै पर्ने थियो, भनिदियो। तर यो मान्छेले चाहिँ त्यसो भन्दैन। उसले आदम शुक्रबार जन्मियो होइन त, के कसो हो? भोलिपल्ट सब्बात थियो नि त, छैटौँ दिन होइन। आदम शुक्रबार जन्मियो अनि गन्दा आइतबारको दिनदेखि सृष्टि सुरु भयो। आमेन। त बाइबलमा याद गर्नुहोस्। अनि त्यो सृष्टि भएको पहिलो दिन थियो। अनि उहिले हिब्रूमा चाहिँ पहिलो महिना तिस्री भन्ने महिनाको नाम हो। तपाईँ इजरायल जानुभएको छ, तपाईँलाई थाहा छ, तिस्रीदेखि सुरु हुन्थ्यो। अनि उनले सबै प्याटर्नहरू हेर्छ त्यति बेलादेखि, प्याटर्नहरू होइन, रोस सन्ना अरे के अरे। अनि उसले प्याटर्नहरू हेर्दै ल्याउँछ। अनि त्यति बेला यो समयमा के भएको थियो, त्यो समयमा के भएको थियो, सबै कुराहरू हेर्दै ल्याउँछ प्याटर्न। किन? हाम्रो पात्रो चाहिँ घामको मुभमेन्टबाट हुन्छ, तर यहुदीहरूको पात्र चाहिँ घाम र जुनको मुभमेन्टबाट। किन? बाइबलले भन्छ घाम र जुन के हो त? समय बताउने के हो? ऋतु, के अरे तिनीहरू ग्रहहरू हो तिनीहरू। अब मुसलमानहरूले चाहिँ ल्युनर मात्रै हेर्छ, खालि जुनको मुभमेन्ट मात्रै हेर्छ, त्यस कारण उनीहरूको चिन्हमा पनि जुन छ होइन। अनि हाम्रो चाहिँ घाम र जुन, त्यसरी उनीहरूले हेर्छ। अनि उसले त्यो प्याटर्नमा के भयो भने सबै हेर्दै ल्याउँछ। त्यो हेर्दै ल्याएपछि उसले परमेश्वरले
के भन्दै हुनुहुन्छ यस बेलामा उसले कम्युनिकेट गर्छ। यो 24 सालमा उसले भनेको थियो अमेरिकाको मेन ल्यान्डमा सोइलमै नै आतंककारी हमला हुन्छ। उसले 24 सालमा उसले 23 सालमै किताब लेखेको थियो 24 देखि 26 अमेरिका लडाइँमा फस्छ भनेर लेखेको थियो। अब कसैलाई पत्याएन थाहा छैन। अब उसले पवित्र आत्माले मलाई भन्नुभयो भनेको थिएन, येशूले मलाई देखाउनु भन्नुभएको थिएन। अनि आज सबै पवित्र आत्माले मलाई भन्नुभयो, येशूले मलाई देखाउनु हो भन्ने कुराको पछि कुद्ने बानी भएकोहरूले यसले त्यसो पनि भनेको छैन। प्याटर्नहरू मात्रै हेर्दैछ, कसैले पत्याएन। तर भोलि 25 फर्स्ट हुन्छ भन्दा आज राति अमेरिकाको 3 ठाउँमा आतंककारीहरूले हमला गर्यो। लास भेगासमा, न्यू अर्लिन्समा भुपु भेटरन आर्मी उसले मुसलमान रहेछ, उसले मानिसहरूमाथि गाडी कुदा 12 जनालाई मारिदियो। अनि उसको पिकअप ट्रक भरि बम रहेछ, एउटा पनि पड्केन। क्विन्समा जाने धेरै नेपालीहरू बस्छन् त्यहाँ। राति नाइट क्लबमा अब भोलि 1 तारिक हो, आज वाच नाइटमा चाहिँ ठुलो रमाइलो गर्छन्। त्यहाँनिर गोली हानेर 12-13 जना मान्छे मारिदियो। अनि त्यति बेला मान्छे अरे त्यो मान्छेले भनेको त हो रहेछ भन्ने प्याटर्न। अब यो के हुन्छ त, कसरी हामी थाहा गर्न सक्छौँ? तपाईँ र मैले हावापानी हेर्नु पर्यो, सेन्सिटिभ हुनु पर्यो परमेश्वरको वचनमा। त्यसो गर्दा परमेश्वर बोल्नुहुन्छ। अनि नम्बर 3मा चाहिँ जब परमेश्वरको वचन बोल्छौँ परमेश्वर के गर्नुहुन्छ? हामीसँग कुरा गर्नुहुन्छ। आज किन हाम्रो क्रिस्चियनिटी असफल हुन्छ? किन हाम्रो क्रिस्चियनिटी गवाईसँगको हुँदैनौँ? कारण यही हो, हामी परमेश्वरलाई मात्र भन्न चाहन्छौँ तर परमेश्वरबाट सुन्न चाहँदैनौँ, परमेश्वर बोलेको सुन्दैनौँ। आज यहाँ बस्नेहरूले सालमा कतिपल्ट बाइबल पढ्नुहुन्छ? सालमा 365 दिनमा कति दिन बाइबल खोल्नुहुन्छ? परमेश्वर अब अगम वक्ताहरूद्वारा होइन, परमेश्वर उहाँको आफ्नै वचनद्वारा तपाईँसँग बोल्नुहुन्छ। अनि बाइबल के भन्नुहुन्छ? बाइबल परमेश्वरको वचन हो। लौ कोही बोल्नुहुन्न त? त्यो पत्रुसले लेखेको हो कि परमेश्वरको वचन हो? अनि परमेश्वरको वचन कसको लागि हो? हाम्रो लागि हो। अनि हाम्रो लागि हो भने त्यो वचन कोसँग बोल्दैछ? हामीसँग बोल्दैछ। आज किन हामी क्रिस्चियनहरू थेत्तर भएको छौँ? किन चर्च मात्र जाने तर यीशुको जस्तो जीवन नजिउने किन भएको छौँ? किनभने हामी बाइबल पढ्दैनौँ, बरु हामी वचन सुन्छौँ। अथवा त्योभन्दा पनि ज्यादा हामी चर्चमा जोक्सहरू सुन्छौँ। हमजाएगाको नसुनिकन मजै आउँदैन, हँसाएन भने मजै आउँदैन। अब हामी हाँस्न जान्छौँ चर्चमा, नाच्न जान्छौँ चर्चमा, हामी परमेश्वरको वचन सुन्ने समय छैन। मलाई दुःख लाग्छ, कुनै चर्चमा जान्छ भने तपाईँको समय 30 मिनट्सै भन्छ। अनि मेरो पारो छुट्छ, अनि 15 मिनटमै सकिदिन्छु। अब के गर्ने होइन? अब मेरो टुङ्गिँदैन, स्वर सुन्दै हुनुहुन्छ। 2 सेसनै भन्छ, कतिको सेसन हुन्छ भने 35 मिनट 40 मिनट सेसन, 2टा सेसन बोल्नु अरे, 3 घन्टा बोलेर सक्यो। अब एउटै सेसनमा सकाइदियो भने स्वरै सुकेछ मेरो त। हेर्नुहोस्, परमेश्वरको वचन सुन्ने हामीसँग समय छैन। डाङडाङ डुङडुङ गर्ने समय छ फेरि, अनि नोटिस भन्ने समय छ, सूचना भन्ने। आम्मा सूचना भन्नेले आधा घन्टा होइन 45 मिनट खाइदिन्छ। 45 मिनट सूचना बजाउने गाउनेहरूले 45 मिनट। म पनि एक समय भन्थेँ गाउने बजाउनेले परमेश्वरको उपस्थिति हाम्रो माझमा ल्याउँछ। होइन रहेछ त्यो त। गाउने बजाउनेले आफ्नो सिप मात्रै देखाइराखेर जाने रहेछ। हेर्नुहोस्, किन भन्दैछ माइन्ड नगर्नु होला बाबुहरू। किनभने गाउने बजाउनेले परमेश्वरको उपस्थिति ल्याउनको निम्ति गाउने बजाउनेहरू सबैभन्दा पहिले परमेश्वरको उपस्थितिमा हुनु पर्यो, अनि मात्र आउँछ। हेर्नुहोस्, गाउने बजाउनेहरू कहिले पनि म्युजिक प्रति सेन्सिटिभ हुँदैन, परमेश्वरको उपस्थितिप्रति सेन्सिटिभ हुन्छ। गाउँदै गर्दा बाजा बिग्रियो भने गीतै बिग्रिजान्छ। अब हेर्नुहोस् त, त्यस्तो हुँदैन।
अब अमेरिकामा एउटा बे एटिच्युड भन्छ, त्यो डाँडाको के भन्छ त्यो उपदेश, त्यहाँ त त्यस्तो लेखेको छैन, तर अमेरिकनहरूले थपेको छ। ब्लेसेड इज ही हु प्रिचेस सट ही विल बी कल्ड अगेन अर इन्भाइटेड अगेन भनेको त्यो मानिस धन्यको जसले छोटो प्रचार गर्छ उसलाई घरिघरि बोलाइनेछ। अनि डिके दानेलले घरिघरि निमन्त्रणा पाउँदैन, भेटाएपछि 2 घन्टा गइदिन्छ, यो मान्छेलाई बोलायो भने हाम्रो निद्रा पुग्छ, हामी के गर्नु भने हाम्रो समय खाइदिन्छ, यसलाई नबोलाउँ भन्छ। हालेलुया। अरू मान्छेले बोलाउँछ। त्यसकारण 3टा कुरा भन्दैछु। पहिलो कुरा प्रार्थना भनेको परमेश्वरसँग बोल्नु हो, अनि दोस्रो कुरा परमेश्वरको वचन सुनेर चिन्तन मनन गर्नु। तपाईहरु नोट्स बनाउनुहुन्छ, तपाईहरु लगेर थन्काएर नराख्नुहोस्, त्यसलाई मनन गर्नुहोस् हैन। के गर्दै हुनुहुन्छ? परमेश्वर चाहिँ त उहाँको आवाज सुन्दै हुनुहुन्छ। अनि हरेक समय बाइबल पढ्नुहोस्। के गर्दै हुनुहुन्छ? परमेश्वर तपाईसँग बोल्दै हुनुहुन्छ, परमेश्वर तपाईसँग बोल्दै हुनुहुन्छ। र आज यो आमाहरूको यो समूह, बिलापको प्रार्थना समूह, मैले पहिलेमा आउँदा भनेको थिएँ होला, भजन सङ्ग्रह 68:11 प्रभुले वचन घोषणा गर्नुहुन्छ र त्यही वचनको घोषणा गर्ने स्त्रीहरूको समूह ठुलो हुन्छ। तपाईको बाइबलमा छैन त्यो, यो नयाँ बाइबलमा, तर उहिले हामीले बेङ्गलोरमा छापिए, कलकत्तामा छापिने त्यो बेङ्गलोरको बाइबल सोसाइटीले छापेको बाइबलमा त्यो थियो, अहिले छैन। यो अहिले एनसीबीको चाहिँ त्यहाँ चाहिँ रहेछ। किनभने प्रभुको वचन घोषणा, प्रभुले वचन घोषणा गर्नुहुन्छ, प्रभुले वचन बोल्नुहुन्छ, त्यो वचनलाई लिएर घोषणा गर्ने स्त्रीहरूको ठुलो समूह हुन्छ। अनि जुन चर्चमा स्त्रीहरू सक्रिय हुन्छ त्यो चर्च बढ्छ। त्यो चर्चको दिदीबहिनीले आफ्नो समुदाय समाजलाई सेचुरेट गर्छ। दाजुभाइले चाहिँ के गर्छ? ठुल्ठुलो योजना ल्याउँछ, सिटी सेचुरेसन भन्छ, दुनियाँ खर्च गर्छ, तामझाम ठुलो गर्छ, तर समाजको ग्रास लेभलको मान्छेलाई टच गर्दैन। किनभने त्यो हामीलाई त प्रचार गर्नु भनेको, तर दिदीबहिनीलाई चाहिँ के भनेको छ? आमाहरूलाई उहाँको वचन घोषणा गर्नेहरू। अनि अर्को ठाउँमा यर्मिया 21:31-22 परमप्रभुले पृथ्वीमा एउटा नयाँ कुरो सृष्टि गर्नुहुनेछ अनि एउटी स्त्रीले पुरुषलाई सुरक्षा दिनेछ, हैन? सुरक्षा दिनेछ। प्रार्थना, अन्तर्विन्ती। र म आजको विषयमा जान्छु। अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हौ। दियाबलसको युक्तिहरूको विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरको सारा हात हतियार धारण गर, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूको विरुद्ध, शक्तिहरूको विरुद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरुद्ध, स्वर्गीय स्थानहरूमा भएका दुष्टका आत्मिक सेनाहरूको विरुद्ध हो। यसै कारण परमेश्वरको सारा हात हतियार उठाओ र खराबी दिनको सामना गर्न सक र सबै काम गरेर खडा हुन सक्ने हो। त्यहाँ आत्मिक हात हतियारको त्यहाँ सूची छ, तर एउटा चाहिँ उनीहरूले जहिले पनि छुटाउँछ, त्यो चाहिँ भन्दैन उनीहरूले, हैन? मुक्तिको टोप, धार्मिकताको छातीपाता, सत्यताको कम्मर, विश्वासको ढाल, आत्माको तरवार, त्यहाँसम्म भन्छ। तर 6:18 के गर्छ? सारा सन्तको निम्ति पवित्र आत्मामा प्रार्थना गर, त्यो चाहिँ भन्दैन। किनभने धेरै मान्छेले पवित्र आत्मामा कसरी प्रार्थना गर्ने जान्दैन। अब त्यो भन्यो भने यो त बितिसक्यो, त उहिले के काम लाग्दैन, सक्यो भन्छ। किन आत्मामा प्रार्थना गर्नु के हो? पहिलो कुरिन्थी 14:14 भन्छ, यदि मैले आत्मामा प्रार्थना गरेँ भने मेरो अन्य भाषामा प्रार्थना गरेँ भने मेरो आत्माले प्रार्थना गर्छ, मेरो समझले बुझ्दैन। आत्मामा प्रार्थना गर्नु सिधै त्यसले के रिलेट गर्यो त? अन्य भाषामा प्रार्थना गर्नु। धेरै मण्डलीले, धेरै विश्वासीले बुझ्दैन, थियोलोजियनहरूले त बन्दै बुझ्दैन। कति थियोलोजियनहरू हुनुहुन्छ होला यहाँ,
BTH MTH अनि के जाति के अनि डक्टरेट पनि गरेकोहरू हुनुहुन्छ होला। तपाईँ बुझ्नुहुन्न, तपाईँ बुझ्नुहुन्न। किन बुझ्नुहुन्न भने तपाईले त्यो स्कुलमा आउनु भएन। एकजना मान्छेसँग मैले सोधेँ, यो के अरे आत्मा प्रार्थना गर्नु भनेको अन्य भाषामा प्रार्थना गर्नु भन्छ, के तपाईँको विचार के छ? उसले भन्यो, होइन म मेरो गुरुलाई सोधेर म तपाईँलाई जवाब दिन्छु। अनि गुरुलाई सोध्यो सोधेन मलाई थाहा पाइन, जवाब कहिले पनि आएन। हेर्नुहोस्, आत्मा प्रार्थना गर्नुलाई अन्य भाषामा प्रार्थना गर्नु रिलेट गरेको छ। अनि एपिसी 6:18 मा पवित्र आत्मामा के गर, निरन्तर सन्तहरूको लागि प्रार्थना गर भन्छ। त्यसकारण आत्मिक हात हतियार मध्येमा के हो त, एउटा आत्मामा प्रार्थना गर्नु पनि हो। यसलाई हामीले, मलाई अलिकति म कन्जर्भेटिभ छु। कस्तो कन्जर्भेटिभ भन्दाखेरि रेडिकलहरू चाहिँ के गर्छ त, जहाँ पाए त्यही अन्य भाषामा उफ्रिँदै गाउँछन्, नाच्छन्, बोल्छन्। म त्यो पक्षमा छुइनँ, किनभने अन्य भाषामा बोल्नु नितान्त व्यक्तिगत प्रभुसँग हो, अरूलाई सुनाउनु होइन, अरूलाई सुनाउनु होइन। तपाईँको व्यक्तिगत तपाईँ आफ्नो प्रेयर क्लोजेटमा जानुहुन्छ, अन्य भाषामा प्रार्थना गर्नुहोस्, अन्य भाषामा गाउनुहोस्। तपाईँले त्यो अभ्यास गर्नु 3 दिन 3 रात पनि निरन्तर ननस्टप तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ। किनभने तपाईँ थाक्नुहुन्न, किनभने तपाईँको मेन्टल्ली तपाईँ थाक्नुहुन्न, किन तपाईँको मनले प्रार्थना गरेको होइन नि त, तपाईँको आत्माले प्रार्थना गरेको। आत्माको कुरामा शारीरिक थकान कहिले पनि आउँदैन। तर तपाईँले शरीरमा प्रयोग गर्नु भने तपाईँ थाक्नुहुन्छ। अनि कति तपाईँलाई सोधिएको प्रश्नको जवाब पनि दिन सक्नुहुन्न, किन तपाईँले बुझ्नु भएको हुँदैन। अन्य भाषा भनेको के हो त, वरदान पब्लिक हो, त प्रार्थनाको भाषा प्राइभेट हो। यो आज हामीलाई धेरै समस्या छ। त्यहाँनिर आत्मिक हात हतियारहरू तपाईँले कोरिन्थीको पुस्तकमा हेर्नु भने हाम्रो प्रार्थना, हाम्रो हतियार होइन, किल्लाहरू पर्खालहरू भत्काउन सक्ने छ, त्यो प्रार्थना हो। अनि त्यो प्रार्थना कस्तो प्रार्थना होला, प्रार्थनाको म अहिले परिकारहरू बताउँछु। र अनि हाम्रो शत्रु पनि मानिस छैन, रगत र मासु होइन। हाम्रो शत्रुहरू कस्तो छ, चान्चुने छैन। हाम्रो शत्रुको ऱ्याङ्क एन्ड फाइलमा के छ त, लेयरहरू छ। लेयरहरू सबैभन्दा माथि को छ त, शैतान छ। त्यसकोदेखि मुनि प्रधानताहरू छ, प्रिन्सिपलिटिज। प्रधानताहरू भनेको सिस्टम हुनसक्छ, सिस्टमलाई प्रतिनिधित्व गर्ने दुष्ट आत्मा, सिस्टम हुनसक्छ। अनि ट्रेडिसन हुनसक्छ, अनि भेल्युहरू हुनसक्छ। त्यसले विभिन्न तरिकाले आफूलाई राखेको हुन्छ। अनि त्यहाँदेखि शक्तिहरू, पावर्स, शक्तिहरू। हेर्नुहोस् है, तपाईँले सामना गर्नुपर्ने हो। तपाईँ हामी प्रार्थना गर्ने ठाउँमा त भन्नुभयो तपाईँले आफूलाई, तर तपाईँ हप्तामा 1 दिन भेट्नुभयो, घुँडा टेक्नुभयो, मन गर्नुभयो, सक्नुभयो, त्यसले उसको के पनि हल्लिँदैन। हेर्नुहोस्, किनभने उसको लेयरहरू छ। तपाईँको विरुद्धमा, चर्चको विरुद्धमा उसले आफ्नो शक्ति, उसको सेनाहरू के गरेको छ भने लेयरहरू राखेको छ। नम्बर 1 मा प्रधानताहरू, त्यो सबैभन्दा हाई लेभलको त्यो। त्यहाँदेखि के भन्छ शक्तिहरू, त्यहाँदेखि अलिक तल मुनि अन्धकारका संसारिक शासकहरूको विरुद्ध। अन्धकारका संसारिक शासकहरू भन्नाले होइन, हाम्रो प्रधानमन्त्री ओली, डोनाल्ड ट्रम्प, उनीहरू होइन, तर उनीहरूलाई चलाउने शक्तिहरू हुन्। एकजना एउटा प्रभुको दासले के भन्छ भने शैतानसँग सेडो गभर्मेन्ट छ अरे। जस्तै अब हाम्रो हरेक सरकारको विरुद्धमा विपरीत पार्टीहरूले के गरेको हुन्छ त, सेडो गभर्मेन्ट बनाएको हुन्छ, ताकि तिनीहरूले सरकारले के गर्दैछ भनेर त्यसलाई मोनिटर गर्नको लागि। अब विदेश विभागमा एकजना हुन्छ, गृहमा एउटा हुन्छ, सबैले, ताकि उसले चाहिँ विशेष गरी त्यो मोनिटरिङ गर्छ विभिन्न पार्टीकारले। त्यो सेडो गभर्मेन्ट हो। अनि उनीहरूले थाहा गरिहाल्छ के हुँदैछ। जसरी सरकारको ब्रिफिङ हुन्छ हरेक साँझ यहाँ त्यसरी त्यो सेडो गभर्मेन्टको पनि पार्टीका नेताहरूलाई ब्रिफिङ हुन्छ।
नेतालाई थाहा हुन्छ शैतानले के गर्छ त हरेक सिटीमा जहाँ चर्चहरू स्ट्रङ छ त्यहाँनिर सेडो गभर्मेन्ट राखेको हुन्छ ताकि हरेक क्रिस्चियनलाई मोनिटर गर्छ उसले कोही पनि क्रिस्चियनले शैतानले मलाई याद गरेको छैन भन्ने कुरा आउँदैन शैतानी स्पिरिट हो आत्मा हो अनि यति शक्तिको सामना गर्न हामीलाई खटाइएको छ तर जो म प्रार्थना गर्छु भन्ने आउने त त्यो प्रार्थना म प्रार्थना गर्ने सेवकै गर्छु भन्नेहरू झन् खतरामा हुन्छ तिनीहरू लडाइँको फ्रन्ट लाइनमा हुन्छ अनि त भन्छु प्रार्थना गर्ने दिदीबहिनीहरू दाजुभाइहरू सबैभन्दा खतराको लाइनमा तपाईँहरू हुनुहुन्छ अनि तपाईँ उम्किन सक्नुहुन्न म प्रार्थना गर्दिनँ खतरा परेछ भनेर उम्किनु मिल्दैन किनभने त्यो सबैको जिम्मेवारी हो तर तपाईँ के भन्छ अलिकति एग्रेसिभ हुनुभयो सहित अन्धकारको शक्तिको विरुद्धमा अनि के भयो त त्यो कारणले गर्दा तपाईँलाई के गर्छ त मोनिटरिङ ज्यादा हुन्छ हेर्नुहोस् प्रार्थना गर्ने समूहहरू म जान्दिनँ यहाँ तपाईँहरूको कस्तो गर्दैछ कति ठाउँमा म हेर्छु प्रार्थना गर्ने समूहहरू पहिले एकदमै आगो बालेर पस्छन् अनि राको निप्दै जान्छ अनि राको कहाँ पुग्छ डाँडाको प्रार्थनामा पुग्छ राको कहाँ पुग्छ वनभोजमा पुग्छ अनि राको कहाँ पुग्छ बिस्तार राको त ठुटे भइसकेको हुँदो रहेछ किन उनीहरूको गल्ती छैन तर के हुन्छ उनीहरूले आफ्नो स्टेटस नबुझेको कारण हेर्नुहोस् प्रार्थना गर्ने वीरहरू जब सिस्टममा पस्न थाल्छ लोकाचारमा पस्न थाल्छ अनि प्रार्थनाको स्पिड घट्दै जान्छ प्रार्थनाको टाइम घट्दै जान्छ गीत गाउने टाइम बढ्दै जान्छ भेटघाटको टाइम बढ्दै जान्छ खानपिनको कुराहरू बढ्दै जान्छ र प्रार्थना गर्ने समय घट्दै जान्छ त्यसकारणले गर्दा यो मान्छेलाई दोष दिनु हुँदैन त्यो के छ त अलरेडी शैतानले के गर्दैछ कसरी यिनीहरूलाई अल्मल्याउँ अनि हरेक चर्चमा के हुन्छ त आत्मिक क्रियाकलाप भन्दा पनि भौतिक क्रियाकलाप ज्यादा हुन्छ कमिटी मिटिङ अरे के अरे सानो कुरा मिटिङको कमिटी आउँ हेर्नुहोस् म त तोकेरै भन्छु नयाँ करारको मण्डलीमा कमिटी हुँदैन थियो किन कमिटी हो मण्डलीले कमिटी सुरु गरेको होइन कमिटी कन्स्टेन्टाइनले किन ऊ राजा थियो ऊ पोलिटिकल स्टेटमेन्ट थियो ऊ पोलिटिसियन थियो ऊ क्रिस्चियन थिएन अब उसले के गरे त सबै कुरा हरेक नाइसियन क्रिड सबैको प्रिसाइड उसले गर्थ्यो ऊ क्रिस्चियनै थिएन हेर्नुहोस् उसले नै चर्चमा आइतबारदेखि चर्च सुरु गर्नु भनेर सुरु गर्यो उसले नै 25मा क्रिसमस भनेर सुरु गर्यो उसले नै गुड फ्राइडेमा येशू टाँगियो भनेर सुरु गर्यो तपाईँलाई थाहा छ येशू ख्रिस्ट ग्रेगोरियन क्यालेन्डर अनुसार टाँगिएको होइन बाइबलको क्यालेन्डर अनुसार टाँगिएको अहिले कुन महिना चल्दैछ अहिले हिब्रूको बाइबलको क्यालेन्डर अनुसार निसान महिना चल्दैछ अब निसान महिना हिजो अस्तिको 31 तारिक गएको शनिबार थियो आइतबार थियो निसान महिना त्यो निसान महिनामा मोसाले टेबर्नेकल डेडिकेसन गरेको थियो अबिहु र नादाब मरेका थिए त्यो पहिलो दिन त्यसको ठिक 14 दिनमा निस्तार चाड मनाइएको थियो त्यो भनेको यो शनिबार हैन आउने शनिबार चाहिँ निस्तार चाड हो निस्तार चाडको दिन मात्र थुमा मारिन्छ अनि त्यो थुमा येशू हुनुहुन्थ्यो तर यो बाजे गुड फ्राइडे निस्तार चाड निस्तार पासओभरको ठिक 1 हप्ता पछाडि पर्छ हेर्नुहोस् कसले हामीलाई त्यो गर्न लगायो कन्स्टेन्टाइनले अब हामी त्यो होइन भन्दा सायद तपाईहरुले मलाई भोलिदेखि बोलाउनुहुन्न यो झुट्टा शिक्षा पो सिकाउन थालेछ तपाईहरुको बानी नै त्यही छ ट्रेडिसनको पछि लाग्ने अलि निधार पिल्सेको सेतै फुलेको दाढी लामो भएको विद्वानहरूले भनेको कुरा सुन्ने बाइबलले भनेको कुरा नसुन्ने हेर्नुहोस् नसुन्ने बानी त्यो पसिसकेको छ अब त्यस्तो किसिमको कुराहरू छ अघि मैले त्यो मेरो साथीको कुरा गर्दै थिएँ उनले भन्यो अब धेरै भनेको 5 वर्ष नभए 4 वर्ष मात्र छ अहिले हामी ठुलो रिभाइभलमा छौं अरे
जहाँसुकै मण्डली स्थापना भइरहेछ, जतासुकै मण्डली स्थापना भइरहेछ। 57 खेतको बिचमा अहिले इरानमा थाहा छ 75,000 मस्जिद थियो अरे, 75,000। अहिले 50,000 मस्जिद बन्द भयो अरे, अहिले 25,000 मात्र मस्जिद छ। त्यो मान्छे कहाँ गयो? सबै प्रभुमा आयो। हालेलुया। अब हामीलाई अजान छ यो कुरा। जागृति त्यो हो, जागृति अन्य भाषा बोल्ने, उफ्रिने, बडाङ्गे लड्ने, पछाडिने, छाच्चा र चुच्चु, नो, द्याट इज नट रिभाइभल। त्यो जागृति होइन। बडाङ्गे अनि मलाई पहिले मान्छेले त्यसो भन्दा मलाई साह्रै चित्त दुख्यो। म अनि प्रतिवाद गरिहाल्थेँ, तर पछि मैले बुझेँ बडाङ्गे पछाडि उठेर जिउँको थियो भएर जान्छ त। त्यो त रिभाइभल त होइन। रिभाइभल के हो? मरेको त्यो बाउरी उठ्यो, अब न्युनेस आयो, नयाँपन आयो। नयाँपन आएकै छैन। हेर्नुहोस्, म त भन्छु दान वरदानमा हिँड्ने, अन्य भाषा बोल्ने रे होसियार। तपाईँ आगोसँग नखेल्नुहोस्। तपाईँको जीवन बदलिनुपर्छ। तपाईँलाई कसैले हतियार दियो भने त्यो हतियार चलाउने सबै कुरा तपाईँले जान्नुपर्छ, नभए अरूलाई काट्नुहुन्छ। अहिले त्यही भइरहेछ। तर रियल रिभाइभल के हो त? मान्छे पापदेखि फर्किनु हो, मान्छेको जीवन नयाँपन आउनु हो। अनि त्यो के हुन्छ त? जब एउटा मान्छेले येशूलाई विश्वास गर्छ, एउटा मान्छे हराएको हुन्छ, ऊ फर्केर आउँछ, अनि मान्छे प्रभुको काम गर्न जोसिलो भएर जान्छ। म अस्तिको दिन त्यहाँ थिएँ, यो अर्को के चर्चको, ज्योति चर्चको जवान सङ्गतिमा। त्यहाँ 100-150 कति जवानहरू थिए। मैले चुनौती दिएँ, मैले धेरै मिसनको बारेमा बोलेँ। लु तपाईँ कोही प्रभुले जा भन्नुभएको छ भने हात उठाउनुहोस्, हामी तुरुन्तै तपाईँलाई हामी मिसनमा पठाउँछौँ। तपाईँको आवश्यक सबै जुटाइदिन्छौँ, लु हात उठाउनुहोस्। कसैले हात उठाएन। 3-4 पल्ट मैले चुनौती दिएँ मिसनमा। कुनै चर्चको छेउमा गएर सङ्गति सुरु गरेर दोकान नथाप्नुहोस्, तर नयाँ ठाउँमा जानुहोस् जहाँ मण्डली छैन, जानुहोस्, लुट्नुहोस् जवानहरू। किनभने पुरानो समयमा जवानहरू मिसनमा गएको थिए। एमए पास गरे, अहिलेको एमए पास गर्छ जागिर खोज्नु जान्छ। त्यो जमानामा एमए पास गरे, मिसनतिर भागे। डेभिड लिभिङस्टन 25 वर्षको उमेरमा उसले डक्टरी गर्यो अनि उसले सर्टिफिकेट थन्काएर साउथ अफ्रिका गयो मिसनरी भएर। उसको भाइ जोन लिभिङस्टन सँगसँगै पढेको, उसले भन्यो म त जान्दिनँ, दाइ त गइगयो, यत्रो खर्च गएको, म अझै पैसा कमाउँछु। उसले पैसा कमायो। उसको दाजुले प्रभुको राज्यमा काम गर्यो। अहिले अनि हु वाज जोन लिभिङस्टन भन्यो भने ही वाज ब्रदर अफ डेभिड लिभिङस्टन। त्यति उसको परिचय छैन। तर डेभिड लिभिङस्टन चाहिँ को भन्यो भने 100औं किताबहरू उसको बारेमा लेखिएको छ। प्रभुको राज्य काम गर्ने त्यस्तो हुन्छ, परमेश्वरले सम्झिनुहुन्छ। हामी के गर्छौँ? मास्टर गऱ्यो, जागिर खोज्न जान्छौँ। नानीहरूलाई पास्टरहरूलाई सोध्नुपर्छ, नानीहरूलाई के भने पास्टर बनाउने भन्दैन, डक्टर बनाउने, पाइलट बनाउने, इन्जिनियर बनाउने, अनि के बनाउने हुन्छ। अनि कसले चाहिँ पास्टर बनाउने? आफ्नो छोराछोरी सबै आइटी इन्जिनियर, डक्टर, के जाति बनाउने भनेर। अनि त्यो त संसारले बनाइहाल्छ नि। हामी चाहिँ परमेश्वरको राज्य बनाउँ न, निर्माण गरौँ परमेश्वरको राज्य। जस्तै आत्मिक लडाइँ पनि त्यस्तो हो। शैतानले मानिसहरूलाई के लगाइदिएको छ? अब यहाँ नाम कमाउनु पर्छ, धन कमाउनु पर्छ। हेर्नुहोस्, हामी क्रिस्चियनहरू परमेश्वरमा 100% हामी प्रतिबद्ध भएर विश्वास गरेर भरोसा गरेर उहाँको काम गर्न थाल्यौँ भने कोही पनि भोको हुँदैन, कोही पनि नाङ्गो हुँदैन। बकाइदा तपाईँको घर अगाडि फेरारी गाडी नहोस्, तपाईँको यातायात साधन परमेश्वर तपाईँलाई जुटाइदिनुहुन्छ। तपाईँले 6वटा जन्तुको उनको कोट नलाउनुहोस्, तर तपाईँलाई बिना कोट उहाँले छोड्नुहुन्न। एउटा कोट हुँदो रहेछ नि, 7वटा वस्तुको रहेछ, अनि एउटा सुटलाई त 1.5 लाख अरे। त्यो त म त 25वटा सुट लाउँछु, त्यसले त के फरक पर्छ त, होइन? हेर्नुहोस्, तपाईँसँग नाङ्गो बन्नुहुन्न, खानालाई तपाईँलाई कमी हुँदैन, परमेश्वरले जुटाइदिनुहुन्छ। किन? अनकन्टा ठाउँमा इजरायल जानुहोस्, कहिले पैसा कमाएर 6/3 को खाडल मात्र नजानुहोस्।
इजरायल पनि जानुहोस्। इजरायल जाँदाखेरि तपाईँले कहाँ कहाँ एलियालाई कागले खुवाएछ भने हेर्नुहोस्, तपाईँ दङ्ग पर्नुहुन्छ। न रुख छ, न पानीको चिन्ह छ, केही छैन। कहाँदेखि परमेश्वरले त्यसमा पनि एलियालाई खुवाउनको लागि काग पठाइदिनु भयो। पानी ल्याएर पानी खोल्सामा थियो, रोटी ल्याएर खुवायो। रोटीसम्म त ठिकै थियो होला, मासु पनि भयो त। कागले बोकेको मासु खानु निकै गाह्रो हुन्छ। एलियालाई परमेश्वरले काग खटाइदिनुहुन्छ यदि उहाँको इच्छा योजना र तपाईँ समर्पित भएर हिँड्नुभयो भने। परमेश्वरले तर हाम्रो चाहना धनी बन्ने अनि देखाउने विभिन्न कुरा भएको कारण परमेश्वरसँग टाढो छौँ। मुखले मात्रै हामी परमेश्वरको छेउमा छौँ। हेर्नुहोस्, किन यस्तो हुन्छ? हाम्रो लडाइँ रगत र मासुको होइन, प्रधानताहरू, शक्तिहरू र शासन गर्नको लागि शैतानले खटाएका दुष्टाइका आत्मिक सेनाहरूको विरुद्ध हो। अनि त्यसले कहिले पनि त्यसरी काम गर्दैन जो हामी स्पष्ट गरी देख्छौँ। पावलले भन्छ कुनै पनि कुरा आत्मामा सुरु भएर शरीरमा टुङ्गिन्छ पोजिटिभली। त्यो भनेको अङ्ग्रेजीमा हाइपरबोली भन्छ। हाइपरबोली भनेको चाहिँ त्यो चाहिँ प्रश्नको रूपमा दिइने स्टेटमेन्ट हो त्यो। अनि त्यो पनि पावलले भन्छ के तिमी आत्मामा सुरु भएर शरीरमा टुङ्गिन्छौ? त्यो भन्नु खोजेको चाहिँ तिमी आत्मामा सुरु भएर शरीरमा टुङ्गियौ। अहिले हामी प्रायः त्यस्तै छौँ। पहिले नयाँ गरी प्रभुलाई विश्वास गर्दा के हुन्छ? म ज्यान दिएँ तपाईँको लागि, ज्यान दिएँ, अब तपाईँको लागि मर्न पनि तयार छु, नुन पानी फिटेर खान्छु, तपाईँको सेवा गर्छु। तर अलिक पछाडि चाहिँ बदलिन्छ। त्यो जोसमा भनी पठाएछु मैले, त्यो त सक्दिनँ। त्यो त गाह्रो कुरा हो भन्ने। मेरो आफ्नो बोलावटमा धेरैपल्ट मैले सोचेँ, मैले पनि त्यही भनेको हो। भोकै भए माऱ्यो भने मर्न तयार छु, भोकै भए पनि म तपाईँको सेवा गर्छु, पानी मात्र पिएर। तर कति यस्ता दिनहरू आयो मैले मेरो कमिटमेन्टलाई सोच्नु पर्यो। यो त गाह्रो कुरा भनी पठाएछु। तर प्रभुलाई धन्यवाद होस्, मैले जे कमिटमेन्ट गरेँ त्यो कमिटमेन्टमा म उभिरहेको छु। म जब गर्दिनँ, नोकरी छैन, व्यापार गर्दिनँ। प्रभुले मलाई हिँडाइराख्नु भएको छ, प्रभुले मलाई आशिष दिइराख्नु भएको छ। एउटा कमिटमेन्ट हामीले भरोसा गर्नु पर्यो। प्रार्थना पनि त्यो हो। प्रार्थना तपाईँले गर्नुभयो, नेक्स्ट मोमेन्ट उत्तर आउँदैन। प्रार्थना गर्ने मानिसहरूले आत्माको फल फलाउनुपर्छ। आत्माको फल मध्येमा के हो त? धैर्यता, सहनशीलता, यो पनि आत्माको फल हो। तपाईँले प्रार्थना गर्नुभयो, आमेन भएन त? भएन। यहाँ कति दिदीबहिनीहरूले आमाहरूले प्रार्थना गर्नुभएको होला। यो बिलापको प्रार्थना सुरु भएदेखि तपाईँले प्रार्थना गर्नुभएको होला, जवाब आजसम्म आएको छैन होला। तपाईँभित्र के बितिरहेको छ? आज म तपाईँलाई बताउने छु किन प्रार्थना सुनाइ हुँदैन, किन प्रार्थनाको उत्तर आउँदैन भन्ने बारेमा पनि। पहिलो तिमोथी 2:1-3। किनभने क्रिस्चियनहरूले, मलाई लाग्छ संसार अहिले हामी जुन देखिरहेका छौँ योभन्दा पनि साह्रै कुरूप हुन्थ्यो होला। संसार कुरूप हुन्थ्यो होला। अहिले नेपालको स्थिति किन यस्तो भइरहेछ? आज कति क्रिस्चियनहरू छ जसले देशको लागि प्रार्थना गर्छ, सबै प्रार्थना गर्छ, लास्टमा हाम्रो देशमा पनि तपाईँको इच्छा पुरा होस् भन्छ, अनि आमेन सकियो। लेयरमा गएको छैन। तर बाइबलले के भन्छ? सर्वप्रथम त म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्ति नम्र निवेदन, सबै मानिसहरूको निम्ति हामी नेपालको लागि प्रार्थना गर्छौँ भने 3 करोड नेपालीको लागि हामीले प्रार्थना गर्नु पर्यो। तपाईँले भन्नुहुन्छ होला, आम्माम्माम्मा 3 करोडको कसरी चिन्नु बुझ्नु सक्नु होइन? तपाईँ 14 कतिवटा हाम्रो प्रदेश छ, प्रदेश वाइज जानुहोस्, जिल्ला वाइज जानुहोस्, 77 जिल्ला वाइज जानुहोस्। तपाईँ के गर्दै हुनुहुन्छ? एउटा जिल्ला गर्दै जिल्लाको मानिस सबैलाई सम्झिँदै हुनुहुन्छ। सबै मानिसहरूको निम्ति हतारमा प्रार्थना नगर्नुहोस् भनेको। प्रार्थनाको सेवकै गर्छु भनेर हतार नगर्नुहोस्। कतिपल्ट प्रार्थना गर्ने दिदीबहिनीहरूको सबै युरिक एसिडले बात लागेर गाङ्ग्राङ भएर हिँड्छ। किन भन्दा निरन्तर घुँडा टेकेर प्रार्थना गरेर होइन? प्रार्थना हेर्नुहोस्, नम्र निवेदन, प्रार्थना, मध्यस्थ बिन्ती,
धन्यवाद चढायौँ राजाहरू र सबै उच्च पदमा भएकाहरूको निम्ति, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हर प्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौँ। हाम्रो मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र यो ग्रहण योग्य छ। आज हामी के गर्दैछौँ? कपी क्याट गर्दैछौँ। कसको? धेरै युट्युबतिर देख्छौँ, फल्नाले फल्नाको कपी क्याट गर्यो, फल्नाले बेनिनको कपी क्याट गर्यो, फल्नाले टिभी जोसुवाको कपी क्याट गर्यो, फल्नाले दिनाकरणको। त्यो भनिराख्नु आवश्यक छैन। त्यो भन्ने मान्छेले संसारको कपी क्याट गर्दैछ। हामीले परमेश्वरको दासहरूको कपी क्याट गर्नुपर्छ, तर संसारको सिस्टमको कपी क्याट गर्नु हुँदैन। अहिले हेर्नुहोस् त हाम्रो समाजहरू समाज म विरोधमा छुइनँ, तर समाज किन चाहियो भन्दाखेरि हामीले हाम्रो सुरक्षा परमेश्वरमा भन्दा पनि समाजमा दिन लागेका छौँ। समाज भनेर हामी के गर्दैछौँ? कतिपल्ट समाजमा नआएको मान्छेलाई बाहिर पनि गर्दैछौँ। हेर्नुहोस्, ध्यान दिएर सोचौँ त हो कि होइन यो कुरा? कपीकेट हामी सिस्टमको, देशको सिस्टमको, समाजको। अब हेर्नुहोस्, गुटी संस्थान आयो, क्रिस्चियनको पनि गुटी संस्थान हुनुपर्छ दर्ता गरेर। भरे गुटी चर्चले आफै गर्दा हुने रहेछ। गुटी संस्थान, त्यो गुटी संस्थानमा गएर दर्ता गर्नु पर्दैन रहेछ। हेर्नुहोस्, कपीकेट, धेरै कुराको कपीकेट, क्लबको कपीकेट, संस्थानको कपीकेट। तर याद गर्नुहोस्, मण्डली क्लब होइन, मण्डली संस्था होइन, मण्डली ख्रिस्टको शरीर हो। चर्च भन्ने शब्द त हामीले 400 वर्ष अगाडि म त किङ जेम्स बाइबलले चर्च भन्ने शब्द दियो। उहिले चर्च भन्दैन थियो, होली एसेम्ब्ली भन्थ्यो, पवित्र सभा भन्थ्यो। अनि बाइबलमा ठाउँ ठाउँमा पवित्रहरूको सभामा भनेर लेखेको छ। त्यसलाई चाहिँ फेरि पवित्रहरूको सभालाई चर्चमा भन्नु मिल्दैन। चर्च भन्ने कुरा 400 वर्ष अगाडिदेखि मात्र हामीले पाएको शब्द हो। तर पहिले होली एसेम्ब्ली, हिज बडी, हिज फुलनेस। चर्चलाई 3टा नाम थियो, एउटा पवित्र सभा, अर्को उहाँको शरीर, अनि तेस्रो चाहिँ उहाँको पूर्णता। चर्चको नाम त्यो थियो। अब अहिले चर्च भएर आयो, चर्चको अर्थ के हो हामीलाई थाहा छैन। किन रियल अर्थदेखि अनर्थ हुँदै गयो। अनि रियल चर्चको सेवकै पनि के हुँदै गयो त? जब चर्चको मानिसहरूले पोलिटिकल कुरामा इन्भल्भ हुन थाल्यो, लिगल कुरामा इन्भल्भ हुन थाल्यो, अनि विभिन्न किसिमको फिलोसफीमा इन्भल्भ हुन थाल्यो, अनि चर्चको शक्ति के भयो त? नङहरू खुस्किँदै गयो, दाँतहरू खुस्किँदै गयो। अहिलेको दाँत खुस्केको अहिलेको चर्च चाहिँ दाँत खुस्केको बुढो मान्छे जस्तो भएको छ। बुढो मान्छे, दाँत खुस्केको बुढो मान्छेको मुख कहाँ हुन्छ? भित्री हुन्छ होइन? भित्री हुन्छ। अनि अहिलेको चर्चको मुख पनि भित्री छ। अनि भित्री भएको मुखले के बोल्छ? परमेश्वरको महिमा गर्छ, के गर्छ? हेर्नुहोस्, हामी होसियार हुनु पर्यो के गर्दैछौँ भन्ने कुरा। किनभने हामीले जहिले पनि प्रार्थना गर्दा सामुएललाई सम्झिनु पर्छ। हाम्रो निम्ति तिमीहरूको लागि प्रार्थना नगर्ने पाप म नगरौँ, म गर्ने छुइनँ भनेर। त्यस कारण हाम्रो क्रिस्चियनको लागि मात्र होइन, सारा संसारको लागि अन्तर्विन्ती। अनि यहाँनिर लुका 10:18-20 उहाँले तिनीहरूलाई भन्नुभयो, मैले शैतानलाई स्वर्गबाट बिजुली चाहिँ खसिरहेको देखेँ। मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सारा शक्तिमाथि अधिकार दिएको छु। कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन। तापनि दुष्ट आत्मा तिमीहरूको बसमा छ भनेर रमाउने होइन, तर तिमीहरूको नाउँ स्वर्गमा लेखिएको छ भनेर नै रमाऊ। हेर्नु, यो साह्रै अर्थपूर्ण छ। सबैभन्दा पहिले त के भएको छ? परमेश्वरले हामीलाई शैतानका सारा शक्तिमाथि, अनि यो सर्प र बिच्छीहरू, दुष्ट आत्माहरू, भूत प्रेतहरू, तीमाथि हामीलाई तिनीहरूलाई कुल्चने शक्ति दिनुभएको छ र शत्रुका सारा शक्तिमाथि, हतियारहरूमाथि। यहाँनिर बाइबलमा चाहिँ इङ्ग्लिस बाइबल चाहिँ के भन्छ? सर्प र बिच्छीहरू कुल्चने शक्ति र शत्रुका सारा शक्तिमाथि अधिकार दिएको छु। हामी अधिकार भन्छ, तर अथोरिटी, त्यो अथोरिटी भनेको अधिकार होइन, अख्तियार हो। अख्तियार दिएको छु भन्नुहुन्छ। अख्तियार भने के त? अख्तियारसँग धेरै अधिकारहरू हुन्छ। अख्तियारको काम के हो त? अधिकारहरू प्रत्यायोजन गर्नु हो। प्रभु यीशुले हामीलाई त्यो दिनुभएको छ। त्यसकारण हामी कहाँ रहेछौँ हामीले चिन्नु पर्यो। हामी
सर्प र बिच्छी, दुष्ट आत्मा, भूत प्रेत सबैमाथि हामीलाई अधिकार दिनुभएको छ। अनि उसका शक्तिहरू अघि हेऱ्यौँ नि, शक्तिहरू, प्रधानताहरू हैन, शक्तिहरू, दुष्ट आत्माहरू, त्यो सबैमाथि हामीलाई अख्तियार दिनुभएको छ। अनि तिनीहरूले कसैको नाममा हाम्रो सर्टिफिकेट देखाएर, हाम्रो चर्चको लोगो देखाएर, अनि हामीले घुँडा टेकेर देखाएर त जाँदैन, त्यो जाँदैन। येशूको नाममा, येशूको नाममा मात्र तिनीहरू भाग्छन्। अनि येशूको नाममा हामीले उनीहरूमाथि अधिकार गर्न सक्छौँ। अनि अर्को ठाउँमा हामीले हेरौँ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा, मैले अघि माथि एक ठाउँ मैले भनिनँ, के भनेको छ भने धन्यवाद, धन्यवाद पनि अधिकार हो, अधिकार हतियार हो, आत्मिक हतियार। किनभने परमेश्वरले के भन्छ, उदार चित्तको भएको चाहनुहुन्छ। हामी धन्यवादी, कृतज्ञता हाम्रो एउटा गुण हो, त्यो उहाँले हामीलाई चाहनुहुन्छ हाम्रो जीवनमा। यहाँ के भन्छ भने कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहेर हुन्। हाम्रा सबै अन्तर्बिन्तीहरू अनि हाम्रा सबै निवेदनहरू, प्रार्थनाहरू धन्यवाद सहित जाहेर हुन् भन्छ। तपाईँ र म चिठी लेख्ने, आजकल चिठी लेख्ने चलन हरायो होइन? हरायो नि, अब फोन छँदैछ। अब सरकारी कुरा मात्र केमा आउँछ? चिठीमा आउँछ। यहाँ त्यो अहिले पनि आउँछ होइन? चिठीमा, फोनमा आउँदैन, मिल्दैन। अमेरिकामा के हुन्छ, संसारमा सबैभन्दा ज्यादा हुलाक चलाउने अमेरिका हो। अमेरिकामा ज्यादा व्यस्त हुन्छ हुलाकहरू। अनि फोनमा आएको कुनै पनि सरकारी कुरा चाहे जोसुकै होस्, त्यसलाई एक्सेप्ट नगर्नु भन्छ। उनीहरूले भन्छ हामी कहिले पनि फोनबाट सोध्दैनौँ भनेपछि, इभन इमेलबाट पनि सोध्दैनौँ, के आउँछ? चिठी नै आउँछ। अनि अमेरिकामा अर्काको चिठी खोल्नु, लुकाइदिनु भनेको ठुलो अपराध हो, वर्षौँ जेल जान्छ। त्यस कारण अमेरिकामा चिठी हराउँदैन। अमेरिकाको कुनै कुनामा पनि 3 देखि 5 दिनभित्र चिठी पुग्छ। त्यो एक्सप्रेस के भन्छ, यता हामी दर्ता रजिस्टर गर्छौँ नि, त्यस्तो गर्नु पर्दैन। हालिदिएपछि सुरक्षित हो त्यो। इभन चेकहरू हाल्दा पनि कसैले चोर्दैन, किनभने त्यो हाल्ने बित्तिकै रजिस्टर भएपछि त्यो पोस्ट बक्स र यो रिलेटेड भइहाल्छ। अनि त्यो पोस्ट बक्स चलाउने मान्छेलाई तेरो चिठी आउँदैछ भनेर खबर आइहाल्छ। अनि एकदमै सुरक्षित हो। तर के चाहियो त? त्यहाँ टिकट लाउनु पर्यो। टिकट लाएन भने चिठी जाँदैन। हाम्रो प्रार्थनाको पनि टिकट के हो त? धन्यवाद, धन्यवाद। हामीले धन्यवाद सहित जति हामी धन्यवाद चढाउँछौँ, परमेश्वरले हामी प्रतिको कृतज्ञता हैन, धन्यवादी हृदय, उदार चित्त उहाँले देख्नुहुन्छ। त्यसकारण यी कुराहरू मैले प्रार्थनाको बारेमा भने। अब के प्रार्थनाको फर्महरू हैन, हाम्रो प्रार्थना कतिपय हामी धेरैपल्ट हामी प्रार्थना कसरी गर्छौँ, सबै मिसाएर गर्छौँ। त्यसो के त्यो नराम्रो होइन, ठिकै छ। तर हामीले अलिकति हाम्रो प्रार्थना केमा हामी फोकस गर्ने, केमा फोकस गर्ने हाम्रो प्रार्थना, त्यसको लागि म तपाईँहरूसँग केही कुरा गर्छु। किनभने अहिले हामी फल्नाले यसको लागि प्रार्थना गर्नु, ढिस्काले यसको लागि गर्नु, फल्नाले यस्तोको लागि प्रार्थना गर्नु, हामी प्रार्थना बाँड्छौँ। कतिपल्ट एउटा व्यक्तिको निम्ति विभिन्न प्रार्थनाको ढाँचाहरू उसको जिम्मेवारीमा आउँछ। अनि उसले त्यो सबै कुराहरूलाई प्रयोग गर्दैन, एउटा किनभने ऊ एउटा फोकसमा हुँदैन। त्यसै हामीले प्रार्थना फोकस गर्नको लागि प्रार्थना के को लागि गर्ने त्यो हामीलाई थाहा हुनु पर्यो। सबैभन्दा पहिले बाइन्डिङ एन्ड लुजिङ, बाँध्ने र फुकाउने प्रार्थना। येशूले भन्नुहुन्छ मत्ती 16:18-19मा, म तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु। पहिलोचोटि मण्डली नजन्मिकन मण्डली भन्ने शब्द प्रयोग भएको नयाँ करारमा हो। मण्डली, चर्च, वास्तवमा यो मेरो शरीर यो चट्टानमाथि स्थापित गर्छु भन्नुहुन्छ। नरकको ढोकाहरू त्यसमाथि विजय हुने छैनन्। म तिमीलाई स्वर्गको राज्यको साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ
सो स्वर्गमा बाँधिनेछ, जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा फुकाइनेछ। यो बाँध्ने र फुकाउने हो। हामी के गर्न पर्छ? हामीले पृथ्वीमा अन्धकारको शक्तिहरूलाई बाँध्नुपर्छ, श्रापहरूलाई, बाधा विघ्नहरूलाई हामीले के गर्नु? बाँध्नु पर्यो। अनि जे कुरा शैतानले बाँधेको छ त्यो कुरालाई हामीले फुकाउनुपर्छ, बाँध्ने र फुकाउने। त्यस कारण यो एकदमै जरुरत छ। यहाँनिर जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा फुकाइनेछ। यो स्वर्ग चाहिँ परमेश्वर बस्ने भनेको होइन, यो माइम भन्छ, त्यो के अरे माइम अरे, यो चाहिँ जम्मा तीनवटा स्वर्गको लेयर छ भन्छ नि। यो हाम्रो एटमोस्फियर एउटा लेयर हो, त्यहाँदेखि माथि अर्को लेयर, त्यहाँसम्म शैतानले के गर्छ? आफूलाई अपरेट गर्छ। यी ठाउँहरूमा हामीले ती ठाउँहरूमा यसले बाँधेको कुराहरू यहाँदेखि हामी फुकाउन सक्छौँ येशूको नाममा। अनि त्यहाँ यसले बाँधेको कुराहरूलाई फुकाउन सक्छौँ र फुकाएको शैतानका कुराहरूलाई हामी बाँध्न सक्छौँ, बाँध्ने र फुकाउने। अनि मत्ती 18:18 साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ त्यो स्वर्गमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे कुरा फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ। अनि प्रार्थना समूहको एउटा सेवक के हो त? बाँध्ने र फुकाउने हो। अन्धकारको शक्तिलाई बाँध्ने अनि बाँधिएका कुराहरूलाई फुकाउने। अनि शैतानले बाँधेका कुराहरूलाई फुकाउने, यो चाहिँ हाम्रो सेवकै हो। त्यसले प्रार्थना गर्दाखेरि हामीले विभिन्न कसरी बाँधिएको हुन्छ, चालचलनगत, आचरणगत होइन, विभिन्न कुराले। जस्तै अब कतिपल्ट ड्रगको कुराहरू आयो। यो के हो त? यो ड्रग बन्धन हो यो। किन कुनै पनि कुराको लागुपना जो चाहिँ घरिघरि आउँछ, जस्तै जाँड रक्सी खाने, लामो समयदेखि त्यसको सेवन गरिरहेको त्यो एउटा बन्धनको रूपमा आएको हुन्छ, बोन्डेज हो। कतिपल्ट हामीले जाँड रक्सी खाने, लागु पदार्थ खानेलाई गाली गर्छौँ अनि हप्काउँछौँ, त्यसले फुक्दैन। किन? ऊ चाहिँ बन्धनमा परेको छ। उसलाई हामीले काउन्सेलिङ गर्नु पर्यो, उसलाई भन्नु पर्यो, उसले इन्कार गर्नु पर्यो। म येशूको नाममा शैतानको बन्धनलाई मेरो शरीरमा म तोड्छु। तपाईँले फुकाउँदा त्यो फुकिँदैन, ऊ आफैले फुकाउनु पर्यो, आफूलाई स्वतन्त्र गर्नु पर्यो। तपाईँले गरेकोले हिच हाइकर मात्र हुन्छ। हिच हाइकर भनेको हामी भन्छौँ नि, यहाँदेखि तपाईँ कहाँ जाँदै हुनुहुन्छ? आधेचोक। म पनि त्यहाँ जाँदैछु, मलाई पनि त्यहाँसम्म पुऱ्याइदिनुहोस् है। चढेर जान्छ, निस्केपछि ऊ अब कता जान्छ होइन। हामी पनि कति बेला हाम्रो प्रार्थना चाहिँ हाम्रो विश्वासकोले सर्टेन डेज, सर्टेन मन्थ्स, कुनै कति दिनसम्म, कति हप्तासम्म, कति महिनासम्म मात्रै ऊ स्वतन्त्र हुन्छ, फेरि त्यो वापस आउँछ। किनभने व्यक्तिगत रूपमा उसले त्यो बन्धन आफ्नो जीवनमा तोडेको हुँदैन। अनि हामीले काउन्सेलिङ गर्नु पर्यो, उसलाई डोर्याउनु पर्यो। सबै कुरा येशूको नाममा हुँदैन, किन ऊ तयार छैन भने परमेश्वरले अर्काको क्षेत्रमा, एरियामा इन्टरभेन गर्नुहुन्न। उहाँले परमेश्वरले गर्ने भए संसारको मान्छे सबैले विश्वास गर्थ्यो नि, गर्छ त गर्दैन। त्यो मान्छेले के गर्नु पर्यो? प्रस्ताव गरेर उहाँलाई ग्रहण गर्नु पर्यो। अनि यो कुरा यो बन्धनमा पनि लागु हुन्छ। हामीले त्यस्तो मान्छेहरू छ भने काउन्सेलिङ गर्नु पर्यो। किन ऊ छोड्न सक्दैन? किन घरिघरि उसको जीवनमा त्यो आइरहन्छ? किन? त्यो बन्धन हो। अनि त्यो बानी बेहोरा पनि हो, त्यो चाहिँ बन्धन हो। अनि मत्तीको 12:29 पहिले बलियो मानिसलाई नबाँधिकन त्यसको घरभित्र पसेर कसले त्यसको धनबान लिएर जान सक्छ? त्यो बलियो मानिसलाई बाँधेपछि मात्र त्यसको घर लुट्न सक्छ। बलियो मान्छे शैतान हो। हामीले शैतानलाई बाँध्नु पर्यो। शैतानले त्यसको बुझ्ने शक्ति, समझ शक्ति, अन्डरस्ट्यान्डिङलाई बाधा के अरे बन्धनमा राखेको हुन्छ, अन्धकारमा। हामीले काउन्सेलिङ गर्नु पर्यो। कतिपल्ट हामी सिधै गएर सुसमाचार सुनाउँछौँ, त्यहाँ विरोधको आत्माहरू हुन्छ अनि अन्धकारको आत्माहरू हुन्छ। हामी तिनीहरूलाई बाँध्नु पर्यो। अहिले हाम्रो देशको लागि कतिले प्रार्थना गर्छ? मैले अघि भनिहालेँ, कुनै फरक पर्दैन होला। छोटो 2 मिनटको पनि प्रार्थना गर्दैन, एउटा फर्मालिटी।
औपचारिकताको लागि देशलाई सम्झिन्छ, सक्यो। हामी गर्छौँ त्यस्तो, मैले पनि धेरैपल्ट त्यस्तो गरेको छु। किन मसँग समय छैन, प्रधानमन्त्री ओलीदेखि लिएर होइन तल 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 त्यो त धन्ने जान्छ 4-5 घन्टा प्रार्थना गर्ने हुँ भन्ने त्यसरी गर्नु पर्यो। 1 by 1 प्रार्थना गर्नु पर्यो। किनभने प्रार्थना अन्तर्विन्ती भनेको कुरा कुद्दै कुद्दै गर्दा हुने कुरा होइन। तपाईँ कुद्दै कुद्दै धन्यवाद दिन सक्नुहुन्छ, प्रशंसा आराधना गर्न सक्नुहुन्छ। आराधना गर्नको लागि शनिबारको दिन चर्चमै आउनु पर्दैन। तपाईँ कहीँ पनि हिँड्दै गर्दा पनि आराधना भनेको पूजा गर्नु हो। हामी अहिले पूजा गर्नु भन्दाखेरि अलिकति अप्ठ्यारो मान्छौँ, मुक्ति भन्दा अप्ठ्यारो मान्छौँ, तर इङ्ग्लिसमा शब्दको अर्थ त्यही हो, साल्भेसन, मुक्ति, वर्शिप, पूजा। तर अब क्रिस्चियनहरू चाहिँ अलिकति के भयो त, सबै कुरा अलग गर्न चाहन्छौँ हामी। धेरैपल्ट हामीले भनेको कुरा बुझ्दैन। यसोलाई विश्वास गरे उद्धार पाइन्छ। के उद्धार? डलर पाइन्छ, लुगा पाइन्छ भन्छ। भूकम्प आएको बेलामा उद्धार बाढेको थियो नि, त्यतापट्टि चाहिँ रिलिफमा जान्छ। तर मुक्ति भनेपछि के हो त? आम नेपालीले बुझ्ने भाषा मुक्ति भनेको चाहिँ पापबाट छुटकारा हो। त्यसको हामीले मुक्ति भन्ने शब्द प्रयोग गर्दा के गलत हुँदैन। तर हामी सानैदेखि नानी उद्धार त्यही नानीले बुझेको हुँदैन के हो उद्धार। अनि किनभने साँच्चै म प्रेरित 4:27-31 पढ्छु। किनभने साँच्चै तपाईँले अभिषेक गर्नुभएका तपाईँका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवैजना अन्य जाति र इजरायलीहरूसँग यसै सहरमा भेला भएका थिए। त्यही गर्नलाई जे तपाईँको बाहुलीबाट र तपाईँको योजना अनुसार अघिबाटै ठहराइएको थियो। हे प्रभु, तिनीहरूको धम्कीमाथि नजर गर्नुहोस्। यो चाहिँ चर्चले प्रार्थना गर्दैछ, अन्तर्विन्ती गर्दैछ। आफ्नो बाहुली फैलाउनुहोस् होइन। तपाईँको दासहरूलाई पुरा साहसित तपाईँको वचन बोल्न दिनुहोस्। आज भोलि शनिबार प्रभुको दास बोल्दैछ। तपाईँ कतिजना उनले साहसित परमेश्वरको वचन बोल्न सकोस् भनेर प्रार्थना गर्नुहुन्छ कि त्यो वचन बोल्ने बेलामा प्रार्थना गर्ने मात्र हो? तपाईँले धेरै अगाडिदेखि उसको लागि प्रार्थना गर्नुपर्छ। अनि तपाईँ आफैले पनि म मेरो हृदयलाई खुल्ला राख्छु, खनजोत गर्नुहोस् तपाईँको वचनद्वारा, म समर्पित हुन्छु भनेर आफूलाई समर्पण गर्नुपर्छ, ताकि पास्टरले वक्ताले परमेश्वरको वचन तपाईँको हृदयमा छर्न सकोस्। यदि तपाईँ समर्पित हुनु भएन भने त्यो छरिएको बोलिएको वचनले तपाईँलाई छुँदैन, रिस्फोट छ। बरु या पास्टरले कस्तो घोचेर भन्छ भने त्यसलाई वो क्रिस्चियनिटी भन्छ। त्यो चाहिँ वो क्रिस्चियनिटी कस्तो हो? कम्प्रोमाइज गर्ने क्रिस्चियनिटी। उसलाई जहिले राम्रो कुरा मात्र भन्नुपर्छ। जाँड खाँदैछ भने अलिअलि मात्र खाऊ है, मात्ने गरी नखाऊ होइन। झगडा गर्दैन होइन, लागेको कुरा त भन्नु पाउँछ नि हो, भन्नु, कुटाकुट चाहिँ नगर्नु है। त्यो वो क्रिस्चियनिटी हो। पाकुरा सुर्कासुर गर्नु, पिटापिट चाहिँ नगर्नु है। हेर्नुहोस् आज यस्तो किसिमको कुराहरू आउँदैछ। किनभने उसले पास्टरले प्रचार गरेको पचाउँदैन, किन उसको हृदय तयार छैन। अनि प्रार्थना पनि गरेको छैन पास्टरलाई साहसित। आज हेर्नुहोस् कति चर्चको पास्टरहरू मान्छे खुसी पार्ने वचन प्रचार गर्छ। कोही हुनुहुन्छ भने आइएम सरी, मलाई त्यो मन पर्दैन। मेरो चर्चमा पास्टर हो, म बोल्छु, तर म अहिले पास्टर छुइनँ, बोल्छु म परमेश्वरको वचन अनि त्यो अनुसार जिउँछु पनि म। अब यो वचन प्रचार रिसाउँछ होला, चर्च आउँदैन, नआओस्। वचनबाट काटिन पिटिन कुटिन चाहँदैन भने त्यो क्रिस्चियन कहिले पनि बन्दैन। अनि त्यो चाहिँ चर्चको कार्पेट तताउने विश्वासी हो। चर्चको कुनै पनि कुरामा ऊ सहभागी हुँदैन, संलग्न हुँदैन। हेर्नुहोस् त। अनि एकजना मान्छे डेभिड पुटनम भन्ने मान्छे प्रभुमा मर्यो 80 सालमा। उसले लाइफ लङ सेवा गरेको थियो। अनि स्वर्गमा स्वर्गदूतहरूले उसलाई उठेर लग्यो अरे। अनि त ढोक्कामा प्रभु येशू उभिराख्नु भएको थियो अरे। लामो लिस्ट छ। अब हामी निम्तियारीहरूलाई बोलायो भने को आएन, को
आयो भनेर लिस्ट बोकेको हुन्छौँ नि, आउनेहरूको लिस्ट हुन्छ नि त होइन। तर त्यो लिस्टमा चाहिँ नरक जानेहरूको लिस्ट रहेछ नाम, अनि त्यसमा त उसको नाम पनि रहेछ। आयो भन्दा हामी झस्किन्छौँ, किनभने ऊ जीवनभर उसले सेवा गरेको थियो प्रभुको, तर उसको नाम चाहिँ नरक जानेको लिस्टमा रहेछ। अनि उसले भन्यो प्रभु मैले यति लामो सेवा गरेँ, तपाईँको सेवा गरेँ, तर मेरो नाम त नरक जानेमा छ, कसरी हुनसक्छ? प्रभु येशूले धेरै कुरा भन्नु भएन अरे, हेर तिमीले मेरो सेवा गरेनौ, तिमीले अर्कै येशूको गर्यौ, अर्कै येशूको गर्यौ, किनभने तिमीले गरेको हरेक सेवामा आफ्नो स्थान खोज्यौ। मेरो सेवा गर्नेले कहिले पनि स्थान खोज्दैन। उसले बुझिहाल्यो, उसले लेख्छ मैले मेरो घमण्डको सेवा गरेको रहेछु, मेरो अहमको सेवा गरेको रहेछु। अनि प्रभुले उसलाई वापस फर्काइदिनु भयो। अनि उसले आफ्नो गवाई बाँड्दै हिँड्ने थियो लामो समयसम्म। त्यति बेला उसले सुन्यो अरे, स्वर्गदूतहरू कुरा गर्दै थियो अरे, आज 20,000 क्रिस्चियन मऱ्यो भने। एउटाले भन्यो, अर्कोले कतिजना स्वर्ग आयो अरे, 500 मात्रै आयो अरे। 19,500 कहाँ गयो? आज 1 सेकेन्डमा समथिङ 5,500 मान्छे मर्छ 1 सेकेन्डमा, तर 6,000 नानीहरू जन्मिन्छ 1 सेकेन्डमा। त्यसै कारण मर्ने भन्दा जन्मिनेको गति ज्यादा अगाडि छ। तर त्यो हरेक मर्ने त्यो 5,500 कति क्रिस्चियन मर्छ, अनि त्यो मर्ने क्रिस्चियनमा कतिजना चाहिँ स्वर्ग जान्छ? धेरै थोरै, धेरै थोरै। हामी चाहिँ के भएको छौँ? लोकाचारी भएको छौँ। अब हामीलाई थाहा छ यो मान्छे माथि गएन, लाइफ ठिक थिएन, अब यो माथि गएन भने न उसको आफन्त चर्च आउनै छोडिदेला। अनि प्रभुको साथमा पुगेको छ, पास्टर बाबुलाई थाहा होला नि, प्रभुको साथमा बसिरहेको छ अहिले, के थाहा हो प्रभुको साथमा छ कि तल आथा आथा भन्दैछ। अब चर्च त आएको थियो, हो बेला बेला जय मसिम गरेको थियो, सम्भवतः प्रभुभोज पनि खाएको थियो उसले। लाइफ ठिक थिएन, हेर्नुहोस् लाइफ ठिक थिएन। हामीलाई हिम्मत हुँदैन सेतोलाई सेतो भन्नु, कालोलाई कालो भन्नु, पास्टरहरूको हिम्मत हुँदैन, किनभने चर्च रित्तिन्छ भनेर। हेर्नुहोस् तपाईँसँग 1,000 मेम्बरसिप छ र 100जनामा त स्वर्ग गयो भने तपाईँ सफल पास्टर होइन। तपाईँको लागि साह्रै ठुलो इनाम माथि छ जस्तो छैन। त्यही कारण म पास्टरको सेवाकै धेरै अगाडि छोडेँ। प्रभुले कोर्रा लाउनुहुन्छ नि त, अझ पास्टरहरूलाई कति कोर्रा भेट्छ होला, किनभने आधी स्वर मान्छे नरक जान्छ। स्वर्ग जानु त्यति सजिलो छैन जति हामी कल्पना गर्छौँ। धेरैले एकपल्ट विश्वास गरे चाहिँ कहिले उद्धार गुमाउँदैन भनेर त्यस्तो शिक्षा दिन्छ। अनि मान्छेले इनाम मात्रै गुम्ने रहेछ, स्वर्ग त छिरिहालिने रहेछ। सरी, येशूले पश्चातापको बारे प्रचार गर्नुभयो, प्रेरितहरूले पश्चातापको बारे प्रचार गर्नुभयो। पश्चाताप गरेन भने माथि जाँदैन। तर अब हामी चाहिँ पश्चातापको बारे प्रचार गर्दैनौँ। त्यत्तिको त पचाउनुहुन्छ प्रभुले, छोडिदिउँ न भन्छ। प्रभुले पचाउनुहुन्न। प्रभु ज्योति हुनुहुन्छ, ज्योतिले कुनै अन्धकार त्यहाँ रहँदैन। यदि हाम्रो जीवनमा अन्धकार भेट्यो भने हामी छोडिन्छौँ। यहाँ के भन्छ भने सेवक साहसित तपाईँको वचन बोल्न दिनुहोस्, निको पार्नलाई तपाईँले आफ्नो बाहुली फैलाउनुहोस्। आफ्नो पवित्र सेवक येशूको नाउँद्वारा चिन्ह र आश्चर्य कर्महरू हुन्। आचार्यहरूले चिन्ह चमत्कार सक्यो भन्छ, चङ्गै हुँदैन भन्छ। यो प्रभु येशू गइसकेपछि चेलाहरूले प्रार्थना गरेको, होल नाइट प्रेयर गरिरहेको। यहाँ के भन्छ त, के भन्छ भने नम्बर 1 मा दासहरूले, प्रभुका दासहरूले साहससित वचन बोलुन्। नम्बर 2 मा निको पारुन्। नम्बर 3 मा येशूको नाउँद्वारा चिन्ह र आश्चर्य कर्महरू गरून्। अहिले बितेर गयो भन्नु मिल्छ? मिल्दैन। आज बितेर गयो भन्नेहरूले एक दिन प्रभुको अगाडि उभिनुहुन्छ। अनि मैले तिमीलाई कहाँ लेखेको तिमीहरू वचनमा बाठो हुन्छौ? आज धेरै पास्टरहरू धेरै बाठो छ, थियोलोजियनहरू बाठो भइसक्यो।
त्यो उहिलेको कुरा हो, बितेर गयो, अब हुँदैन भन्छ। अनि प्रभुको अगाडि जवाब दिनुपर्छ। मैले मेरो वचनमा कहाँ चाहिँ निको हुन छोड्यो, कहाँ चाहिँ अन्य भाषा हरायो, कहाँ चाहिँ यो भएन, कहाँ भनेको छु मैले? तिमीहरूले त्यो सिकायो, मभन्दा बाठो भयो तिमीहरू, इनाम खुस्किन्छ। छिर्यो माथि छिर्यो भने है, सबै माथि छिर्दैन। म पनि प्रभुको वचन अनुसार हिँड्न माथि छिर्दिनँ, किनभने हाम्रो उद्धार स्टेकमा छ। यहाँ के भन्छ भने तिनीहरूको प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो। आज हाम्रो त्यो त प्रेरितको पालामा जमिन हल्लेको नि, अहिले त कहाँ जमिन हल्लिन्छ, हल्लिँदैन। अहिले हाम्रो बहाना हुन्छ। तिनीहरू सबैजना पवित्र आत्माले भरिए, तिनीहरूले साहससित परमेश्वरको वचन बोले। हेर्नुहोस्, जमिन कम्प। आज जमिन कम्प हुने गरी हामीले प्रार्थना गर्नुपर्छ। त्यो भ्याइने भएन, जमिन हल्लिने गरिकन। त्यसको लागि के हुनु पर्यो? हामी रेडी हुनु पर्यो नि। अनि यहाँ के भन्छ? पवित्र आत्माले भरिए, तिनीहरूले साहससित परमेश्वरको वचन बोले भन्छ। हेर्नुहोस्, अचम्म। नेपालको सबैभन्दा वृद्ध पहिलो पास्टर को थाहा छ तपाईँहरूलाई? पहिलो पास्टर डेभिड मुखिया। डेभिड मुखियाको छोरीपट्टिको नाति। मैले यहाँ त भेटिनँ, मैले क्यालगरी क्यानाडामा भेटाएको थिएँ। ऊ पनि माथि गएको रहेछ। त्यो भाइ ऊ कान्छी छोरीपट्टिको नाति हो, अनि गुरुङसँग बिहे गरेको रहेछ। अनि त्यो भाइ चाहिँ एकदमै ड्रग एडिक्स भयो। अनि केस लामो पाल्ने, एकदमै खाने, अनि अब मेडिकल कलेज नपढे पनि सियो हान्नु सिकेछ होइन। अन्त ऊ त यस्तो भएर गयो। उसको बाबु चाहिँ ल्याब टेक्निसियन रहेछ। अनि छोराको रगत जाँदा त ऊ त हेपाटाइटिस पो भएछ। अनि डक्टरकोमा लगेको, अब ऊ 7 दिन मात्र बाँच्छ। अनि ऊ त एकदमै कन्टेजियस हो, त्यो एकदमै कन्टेजियस हो, एकदमै सरुवा हो त्यो। अनि उसलाई कोठामा थुनिदियो। अनि आमाले बहिनीहरूले बेला बेला खाना लगाइदिने, अनि ढोका बन्द गरिहाल्ने, कोहीसँग सम्पर्क भएन। अनि ऊ घिस्रिँदै 4 पाउ टेक्दै घिस्रिँदै साँप जस्तो घिस्रिँदै टोइलेट गर्ने, टोइलेटमा जाने। अब उसको सक्यो। अनि अचानक उसकोमा पश्चातापी हृदय आयो। ऊ रुन थाल्यो, प्रभु मलाई यत्रो गिफ्ट दिनुभएको छ, गाउनु बजाउनु, मलाई यत्रो गिफ्ट दिनुभएको छ। अब म त मेरो गिफ्ट तपाईँको महिमाको लागि प्रयोग नगरी म मर्न आँटेँ। म मरेपछि त तपाईँको महिमा गर्न सक्दिनँ, मलाई बचाउनुहोस्, म तपाईँको प्रशंसा गर्छु, तपाईँको सेवा गर्छु। ऊ धुरुधुरुँदै पश्चाताप गर्न थाल्यो। के भएछ थाहा छ? त्यो भाइले मलाई भनेको, अचानक पवित्र आत्माको बप्तिस्मा उसले पायो। कुनै प्रार्थना सेवामा पाएन, अन्य भाषा उसको बोल्न थाल्यो। अनि जुरुक्क उठेर त्यो हड्डी खोर भएको मान्छे मुर्कुटा जस्तो नाच्न थाल्यो, त्यहाँ गाउँदै नाच्न थाल्यो। अनि उता बाहिर उसको आमा दिदी बहिनीले चाहिँ लास्ट आवरमा मान्छे मर्दा हात खुट्टा फ्याँक्छ नि, त्यस्तो भएछ। लु अब गएछ भने 1 घन्टा 2 घन्टा 3 घन्टा बन्द भएको छैन, सुन्छ, भजनहरू गाउँदै हाँस्दैछ, अन्य भाषा बोल्दै उफ्रिँदै डाङ्डा र डुङडुङ गर्दैछ अरे। छक्कै पर्यो सबै। उनीहरू बौलायो भनेर बौलाए पनि त त्यस्तो त गर्नु नसक्नु पर्ने। अनि ढोका आमा म निको भएँ, प्रभुले मलाई निको पार्नुभयो, पवित्र आत्माको बप्तिस्मा पनि दिनुभयो, ढोका खोल्नुहोस् भने। उनीहरू डर लाग्यो, बा के हो यो, के हो त ढोका खोल्ने बित्तिकै फुत्तै निस्केर आँगनभरि नाच्न थाल्यो अरे। अनि अन्य भाषामा गीत गाउने। अनि उसले रामघाट चर्चमा 10 वर्ष प्रेजेन्ट वर्सिपको कोयर ग्रुपको के अरे के भन्छ अगुवा भयो, कोयरको अगुवा भयो 10 वर्षसम्म। अहिले पोखराको सबैलाई थाहा छ, अनमोल गुरुङको भनेर सबैलाई थाहा छ। अनमोल गुरुङ, प्रभुले उसको जीवनमा त्यो गर्नुभयो। आज कुन चाहिँ थियोलोजियनले त्यो त हावा ताल्न भएको भन्छ। हेपाटाइटिस निको भयो, अन्य भाषा बोल्यो, मृत्युबाट बाहिर आयो, सेवा गर्यो, चर्च सुरु गर्यो। एयरपोर्टदेखि अहिले मुनि एक्स भन्ने चर्च। अहिले ऊ क्यानाडामा छ।
क्यानाडामा पनि अचम्म आश्चर्य कर्मको नेपालीहरूको बिचमा नेपालीहरूलाई आइडिया भएन कसरी उसलाई प्रयोग गर्ने अनि फर्किने भनेर गर्दा एउटा पास्टरसँग भेट भयो अनि ऊ सस्तो होटलमा क्यानाडाको $30-40 होटलमा गएर बस्यो अनि पास्टरले उसलाई भेट्यो कफी खाने बोलाएको थियो भेट्यो तपाईँको गवाई के छ बताउनुहोस् मेरो त फुर्सद छैन म जाँदैछु 2 दिनको लागि भन्नुहोस् त भनेर उसले आफ्नो गवाई भन्यो त्यो पास्टर दुरु रोयो अरे मैले तपाईँलाई उसले $200 पनि दिएर बिदा गर्न आँटेको उसले माफी मागेछ अनि उसले तुरन्तै एकदम ठुलो होटलमा लगेर राख्यो 2 दिनपछि आउँछु अनि तपाईँलाई म टेक केयर गर्छु अनि अहिलेसम्म त्यो भाइ ड्रग एडिक्टहरूको बिचमा सेवा गर्छ परमेश्वरले कहाँ लानुहुन्न ऊ खुबीले गएको हो त स्टुडेन्ट भिसामा गएको होइन परमेश्वरले गर्नुहुन्छ हाम्रो हृदय हेर्नुहुन्छ थियोलोजियनहरूले भन्छ बितेर गयो है हुँदैन है भन्छ कति तपाईँहरू बोल्दै हुनुहुन्थ्यो होला छोड्नु भयो होला सबैले हुँदैन भन्छ नहोस् त भनेर छोडिदिनु भयो होला मैले 4-5 वर्ष छोडेको थिएँ प्रभुले मलाई वापस बोलाउनु भयो त्यसकारण अचम्म हुन्छ प्रार्थना गरे उसको लामो वर्षौं दिनको प्रार्थना थिएन मर्ने बेलामा त्यो 1 दिनको प्रार्थना पश्चाताप र प्रार्थना थियो परमेश्वरले उसलाई भिजिट गर्नुभयो अनि उसको जीवनमा कत्रो ठुलो काम गर्दै हुनुहुन्छ इंग्लिश युट्युबमा उनले गवाई बाँडेको छ मान्छेहरूले ड्रग एडिक्टरमा सेवा गर्नेहरूलाई बोलाउँछ ड्रग एडिक्टहरूको बिचमा सेवा गर्छ परमेश्वरले मानिसहरूलाई चलाउनुहुन्छ हेरोदले तिनलाई बाहिर निकालिउन् भनेर खोजेकै निकाली ल्याउन् भने रात खोजेकै रात पत्रुस 2वटा सङ्गलाले बाँधेका 2 जना सिपाहीहरूको बिचमा सुतिरहेको थियो सिपाहीहरू पनि ढोका अघिल्तिर उभिएर झ्यालखानाको पहरा दिइरहेको थिए अचानक प्रभुको एउटा दूत त्यहाँ देखा पर्यो कोठरीमा ज्योति चम्क्यो स्वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि छिटो उठ भनेर तिनलाई जगाए तब सङ्गलाहरू तिनको हातबाट फुस्किएर खसे हेर्नुहोस् पत्रुस त्यहाँ जेलमा परेको छ तर के भएको छ यतापट्टि चाहिँ यो कुरा तिनीहरूले थाहा भएपछि तिनी मर्कुस भनिने युहन्नाकी आमा मरियमको घरमा गए त्यहाँ धेरैजना जम्मा भएर प्रार्थना गरिरहेका थिए पत्रुसको लागि यता पत्रुस जेलमा चाहिँ यता प्रार्थना हुँदैछ यो मानिसको प्रार्थनाले त्यहाँ के भयो स्वर्गदूत परमेश्वरले खटाउनु भयो जेल साङ्ला तोडियो ढोकाहरू खोलियो ऊ आयो हेर्नुहोस् हाम्रो प्रार्थना त्यस्तो हुनुपर्छ जब निडमा प्रार्थना आउँदाखेरि मलाई नेपालमा त्यस्तो हुन्छ लालगढमा त्यो चर्च डढाइदियो के गरेछ क्रिस्चियनहरू त जम्मै भेला भाके हो अनि सबै सेलियो अनि फेरि क्रिस्चियन एक आपसमा भेटघाट गर्नै छोड्दे हामी त्यस्तो हुनु हुँदैन जे कुरा हामीले राख्यौँ बोट राख्यौँ हामीले बिट निभाउनु पर्छ प्रार्थना भनेको त्यस्तो हो उनीहरूले यता प्रार्थना गरे उता परमेश्वरले काम गर्नुभयो हाम्रो प्रार्थनाले काम गरिरहेको हुन्छ त्यसकारण त प्रार्थना गर्नेलाई प्रेयर जर्नल राख्नुहोस् भन्छु प्रार्थना गर्नुभयो परमेश्वरलाई धन्यवाद दिने तपाईसँग एभिडेन्स पनि हुनुपर्छ प्रार्थना गरे जवाब दिनुहुन्छ तपाईले परमेश्वरलाई धन्यवाद दिनुपर्छ अनि अर्को कुरा क्षमा बहुतै आवश्यक छ एकजना पास्टर निमा घिसिङ उहाँ न्यू ह्याम्पसायरमा बस्नुहुन्छ पहिले यतै नेपालमै हुनुहुन्थ्यो उहाँले भन्नुहुन्छ अन्य भाषा बोल्ने सासूसँग नबोल्ने मलाई त्यो चाहिँ मलाई साह्रै गहकिलो लाग्यो हामी प्रभुसँग बोल्ने प्रार्थनामा प्रभुसँग बोल्ने चर्चको अरूसँग नबोल्ने अर्को चर्चसँग नबोल्ने जोरदार रात दिन प्रार्थना गर्ने पास्टर अर्को पास्टरसँग नबोल्ने त्यस्तो हुन्छ हेलो त्यस्तो छ भने सम्बन्ध मिलाउनुहोस् बिना क्षमाको प्रार्थना प्रभुले सुन्नुहुन्न आज म्याक्सिमम हाम्रो प्रार्थना नसुनिने कारण त्यो पनि हो प्रार्थना त गर्छौँ जसको पाप तिमीहरू क्षमा गर्छौ तिमीहरूलाई क्षमा हुन्छ र जसको पाप तिमीहरू क्षमा गर्दैन क्षमा हुने छैन रहिरहनेछ भन्छ इङ्ग्लिसमा हैन रिटेन भनेको छ भने रहिरहनेछ हेर्नुहोस् क्षमा हुने छैन भन्दा पनि रहिरहनेछ अब उसले प्रभुसँग क्षमा पाइहाल्यो तर तपाईँले क्षमा नदिएको कारण त्यसको नतिजा तपाईँको जीवनमा रहिरहन्छ
त्यो मान्छे स्वतन्त्र भएर गइसक्यो, तर क्षमा नदिएको ले तपाईले बन्धनमा पर्नुहुन्छ। त्यसकारण क्षमा दिनै पर्छ। हामीले कसैले क्षमा दिने, क्षमा मागोस् भनेर पर्खिराख्नु पर्दैन, हामीले क्षमा दिनुपर्छ। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्नो अपराधीलाई क्षमा गरेका छौँ, किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका स्वर्गमा हुने पिताले पनि तिमीलाई क्षमा गर्नुहुने छैन। तर तिमीहरूले मानिसहरूको अपराध क्षमा गरेनौ भने पिताले तिमीहरूको अपराध क्षमा गर्नुहुने छैन। हेर्नुहोस्, त्यो भनेको प्रार्थना सुन्नुहुन्न। हामी आज कति हाम्रो प्रार्थनाहरू किन सुनाइ भएन भनेर हामी सोच्दैनौँ। कतिपल्ट हामीले क्षमा नदिएको कारण हाम्रो माथि प्रार्थना परमेश्वरसम्म पुग्दैन। उहाँले हामीलाई क्षमा नदिएको कारण हाम्रो जीवनमा त्यो प्रार्थनाको उत्तरहरू आउँदैन। हेर्नुहोस्, प्रार्थना गर्ने मानिसहरू जहिले पनि हामी क्षमाशील हुन आवश्यक छ। अर्को ठाउँमा म भन्छु तपाईँहरूलाई, साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेको कुरा पुरा हुन्छ भने विश्वास गर्छ, त्यो पुरा हुनेछ। मर्कुस 11 अध्यायको 23-24 मा के भन्छ? यदि तिमीहरू कोही प्रार्थना गर्न खडा हुन्छौ र प्रार्थना गर्छौ भने पाएँ भनेर विश्वास गर, त्यो तिम्रो हुनेछ। त्यति पढेपछि हामी प्रार्थना गर्न थाल्छौँ अनि पायौँ है पायौँ भन्दै जान्छौँ हामी। तर 14 त्यहाँ के हामी 25-26 हेर्दैनौँ। 25 मा के भन्छ? जब तिमी प्रार्थना गर्न खडा हुन्छ, कसैको विरुद्धमा केही छ भने क्षमा देऊ। यदि तिमीले क्षमा दिएनौ भने तिमीहरूको स्वर्गीय पिताले पनि क्षमा दिनुहुने छैन। त्यो चाहिँ हामी पढ्दैनौँ। हामीले क्षमा दिनु पर्यो हाम्रो प्रार्थना सुनाइ होस् भन्ने चाहन्छौँ भने। दिदी बहिनीहरू, बिलापको प्रार्थनाको सदस्यहरू मात्र होइन, हामी सबै हामी क्षमाशील हुनु पर्यो। कतिपल्ट हामीले क्षमा नदिएको कारण शैतानले हामीलाई सहजै हमला गर्न सक्छ। अनि तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ। मत्ती 18:35 मा हामीले क्षमा भन्ने कुरा हृदयदेखि क्षमा दिनु पर्यो। पावलले भन्छ नि, तिमीहरू प्रेम बाहेक कुनै कुराले पनि ऋणी नहौ भन्छ। धेरैलाई के हुन्छ भने मैले कसैको ऋण खाएको छुइनँ वा ढुक्कै हुन्छ, म ऋण खाएको छुइनँ, प्रेम कति गरेको छ। हेर्नुहोस्, किन यो भनेको भन्दाखेरि हिब्रूहरूको कल्चरमा जसले क्षमा पाउनुपर्छ उसलाई क्षमा दिनु चाहिँ के हो त? लिबरलिटी, एकदम उदार चित्त हो। अब जस्तै हामीले कसैले हाम्रो विरुद्धमा बोल्यो, हामी सचेत भयौँ भने, हामीले आफूलाई अशुद्ध गर्नबाट जोगिनु भने उसलाई क्षमा दिनु पर्यो। क्षमा दिएनौँ भने उसले क्षमा पाउने उसको अधिकार छ, तर क्षमा नदिएको कारण हामी उसको अक्षमाको चाहिँ हामी ऋणी भयौँ। हेर्नुहोस्, ऋणी भयौँ। तपाईँ 1 पैसा कसैको ऋण खानु भएको छैन होला, तर तपाईँले क्षमा दिनुभएको छैन भने अरूको पाउने क्षमा पाउने उसको हकको चाहिँ तपाईँ ऋणी ठहरिनुहुन्छ अनि शैतानले तपाईँलाई त्यो सजिलै पक्रिन्छ। हामीले क्षमा दिनुपर्छ। क्षमा हाम्रो जीवनमा छ भने नम्बर 1 हाम्रो जीवनमा आशिष आउँछ, नम्बर 2 हाम्रो प्रार्थना सुनाइ हुन्छ, नम्बर 3 परमेश्वरको राज्य हाम्रो माझमा प्रशस्त गरी मानिसहरूले देख्छन्। अब अर्को प्रार्थना सहमतिको प्रार्थना, अनि यो साह्रै गाह्रो कुरा। येशूले भन्नुभयो, फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये 2 जना कुनै कुरामा सहमत भई केही माग्यो भने त्यो स्वर्गका मेरो पिताद्वारा तिमीहरूको निम्ति हुनेछ। किनकि जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिमीहरूको माझमा हुनेछु। हेर्नुहोस्, 2 वा 3 जना एक ठाउँ भेला भने को हाम्रो माझमा हुनुहुन्छ? हेलो, येशू हुनुहुन्छ। अनि कुनै कुरामा सहमत भएर माग्यौँ भने उहाँले के गर्नुहुन्छ? दिनुहुन्छ। तर के हुन्छ, अगुवाहरू भेला भएको हेर्नुहोस् न, पास्टर, एल्डर, डिकनहरू कुरा गर्दै गर्दा पाखुरा पो सिर्किन्छ हौ। प्रभु छक्कै पर्नुहुन्छ। ए बाबा
2 वा 3 जना भेला भएर सहमत हुन्छ भने त फाइट पो खेल्नु आँट्यो। उता परपट्टि चाहिँ शैतान र दुष्ट आत्मा चाहिँ ताली पिटी नभइरहेछ। हरेक क्रिस्चियन अगुवाहरूको मिटिङ यस्तो हुन्छ, कमिटी मिटिङै विशेष गरी कमिटी मिटिङ त्यस्तो हुन्छ। सबैलाई थाहा होला, पास्टर अगुवालाई थाहै छ होला। प्रभु हाम्रो माझमा हुनुहोस्। लु सबै अगुवाहरूलाई प्रभु हाम्रो माझमा हुनुहुन्छ है। चित्त नबुझे पनि नम्र शब्दमा प्रयोग भन्नुहोस्। तपाईँले भनेको कुरा परमेश्वरको वचनद्वारा चाहिँ मिल्नुपर्छ है। शैतानलाई हामी धपाउँ बाहिर, त्यसो भन्दैनौँ हामी। प्रभु एकछिन तपाईँ बाहिर जानुहोस्, अब हामी यहाँ ठिकठाक गर्नुपर्नेछ। यहाँ जुधेर हुन्छ कि लडेर हुन्छ आफ्नो कुरा पारित गर्ने, यस्तो मिटिङमा मलाई बस्नु मन पर्दैन। त्यो प्रभुको ठाउँै हुँदैन। जहाँ प्रभु हुन्छ त्यहाँ के हुन्छ? मेलमिलाप हुन्छ। जहाँ प्रभु हुन्छ त्यहाँ के हुन्छ? सहमति हुन्छ। अनि मेलमिलाप र सहमतिमा गरिएको कुराहरू सफल हुन्छ अनि प्रार्थनाहरूको उत्तर आउँछ। अब आजभोलि चर्चमा चर्च पावरफुल नहुनुको कारण त्यो हो। हेर्नुहोस्, पावरफुल छैन, किनभने सबैले आफ्नै कुरा पास भएको चाहन्छ, चाहे वचनसँग होस् कि नहोस् न। पास्टर गोठाला हो अनि सबै एल्डर डिकनको काम के पास्टरको सेवाकामा सहायता गर्नु हो, पास्टरलाई फेसिलिटेट गर्नु हो। हुनु त अब आफ्ना आफ्ना चर्चको आफ्नै कमी आफ्नै के पो भन्छ, आफ्नै चलन हुन्छ नि, हुन्छ आफ्नो नियम विधान हुन्छ। चर्चको विधान बाइबल हो, चर्चको नियम हुँदैन, बाइबलले भनेको कुरा गर्नुपर्छ। अनि पास्टरलाई सहयोग गर्नुभयो, अगुवालाई सहयोग गर्नु पर्यो। कमिटीको काम पास्टरलाई निचोर्ने हो होइन, पास्टरलाई निचोर्ने, थोरै तलबमा पास्टरलाई बनाउने, त्यतिमा चाहिँ खुसी हुनुपर्छ है। देउता हो नि त, बोका दिन सकेनौँ हामीले होइन। यो दुध कुण्डमा रमाउनु है भनेर गोबरमा दुध लगाएर दिइपठाउँछ पास्टरलाई भने। तिमीलाई हामीले दिनुपर्ने त 50,000 हो, तर सक्दैनौँ। 10,000 15,000मा खुसी हुनु है, खुसी रमाउँदै सेवा गर्नु। किन तिमी पैसा कमाउनु सेवा गरेको होइन। हेर्नुहोस्, नो, त्यस्तो होइन। कोरियामा पास्टरलाई 2 लाख तलब खाने आयो भने पास्टरलाई 2 लाख 1 रुपियाँ दिएर दिन्छ, 1 रुपियाँ ज्यादा। किन? पास्टर हो। हेर्नुहोस्, पास्टर हो। मण्डली सप्रियो भने, कमिटी अरू विश्वासीहरू बिग्रियो भने हाम्रो पास्टर कहाँ यस्तै छ अनि कहाँदेखि हुन्छ त पास्टरलाई? प्रार्थना गर्नेहरू यस्तो पास्टरहरूको लागि उभिनुपर्छ पछाडि, प्रार्थना गरिदिने होइन। सहमति, यदि हाम्रो सहमति छैन भने यहाँ बिलापको प्रार्थना समूह भेला हुनुहुन्छ, तपाईँभित्र सहमति हुनु पर्यो। चर्चको कमिटी मिटिङ हुन्छ, सहमति हुनु पर्यो। सहमति छैन भने परमेश्वरको उपस्थिति त्यहाँ हुँदैन। हाम्रो मात्र हुन्छ, हाम्रो ज्ञानको हुन्छ, हाम्रो लिडरडिपीको हुन्छ, हाम्रो आफ्नो तर्कको हुन्छ। परमेश्वरको अगाडि तर्कको स्थान हुँदैन, रिजनिङको स्थान हुँदैन, उहाँकै वचनको मात्रै स्थान हुन्छ। उहाँको वचन, कसैले 10 वटा तर्क ल्याएर ठिक भनेको कुरा परमेश्वरको एउटै वचनले बेठिक भन्यो भने त्यो कुरा बेठिकै हुन्छ। हामी त्यसलाई ठिक न्यायोचित जस्टिफाई गर्न सक्दैनौँ। प्रार्थना नित्य हो, प्रभुको वचन। अनि अर्को कुरा, येशूको नाममा माग्नु पर्यो। यूहन्ना 14मा 13-14, यूहन्ना 16को 23-24, यूहन्ना 15को 16, यहाँ एक कुरा भन्छ, मेरो नाउँमा माग्यो भने म त्यो गर्नेछु, ताकि तिमीहरूको आनन्द पुरा होस्। हाम्रो प्रार्थनामा परमेश्वरले हामीलाई मूल्य चुकाएको कारण हामी आनन्दित भएको चाहनुहुन्छ। कसरी? हाम्रो प्रार्थनाको जवाब दिएर। अर्को कुरा, हामीले उहाँको इच्छा अनुसार माग्नु पर्यो। उहाँको इच्छा अनुसार हेर्नु, कसरी हामीले उहाँको इच्छा अनुसार माग्ने? सबैभन्दा पहिलो यूहन्ना 5:14-15, परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। अहिले त कठिन, जे मागे तापनि, तर के अनुसार? उहाँको इच्छा अनुसार। हाम्रो आफ्नो स्वार्थको लागि होइन,
आफ्नो स्वार्थको लागि होइन। हाम्रो प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भने हामी जान्दछौँ, यो पनि जान्दछौँ कि उहाँले हामीले जे मागेका छौँ त्यो हामीलाई प्राप्त भएको छ। कन्फिडेन्स, किन? उहाँको इच्छाअनुसार माग्यौँ। अब उहाँको इच्छाअनुसार माग्नु भनेको के हो त? त्यो के हो भन्दाखेरि हरेक हाम्रो इस्युहरू, हाम्रो समस्याहरू, हाम्रो खाँचोहरू जुन चाहिँ उहाँको वचनले के भन्छ? तपाईँ बिमार हुनुहुन्छ, अब तपाईँ बिमार हुनु, हामी के गर्छौँ? येशूको नाममा निको भइहाल। हाम्रो त्यो के हो त? हाम्रो प्रार्थना हो। तर परमेश्वरको इच्छाहरू हामीले बाइबलमा देख्छौँ होइन। म निको पार्नेछु, म निको पार्नेछु, उहाँले निको पार्नुहुनेछ, उहाँको कोराकोचोटले निको भयो, यो उहाँको इच्छाहरू हो। अब हामीले यो चङ्गाइलाई उहाँको इच्छा अनुसार बनाउँ भने उहाँको त्यो धर्मशास्त्रको खण्डहरू हामीले दाबी गर्नु पर्यो। आवश्यकता र खाँचोमा हुनुहुन्छ, तपाईँले जुटाइदिनुहोस्, निवेदन गर्नुभयो, तर उहाँको वचनमा जुटाउने उहाँको इच्छा हो कि होइन? तपाईँले बाइबल हेर्नु पर्यो होइन। उहाँ यहोवा यिरे हुनुहुन्छ। इमान्दारसँग हिँड्ने मानिसहरूलाई देशको कुनै पनि असल थोकबाट वञ्चित गर्नुहुन्न। भजनसँग 84:11 वचन हेर्नु पर्यो। त्यसै कारण वचन दाबी गर्नु भनेको उहाँको इच्छा अनुसार प्रार्थना गर्नु हो। आमेन। र मलाई लाग्छ एउटा खण्ड गरेर म सक्छु, किन बोल्छौँ म त प्रार्थना गर्ने समय नै भइरहेको छैन। अब अख्तियारको प्रार्थना होइन, हामीलाई के अख्तियार छ त? तिनीहरू सधैँ प्रार्थना गरिरहन्, निराश नहुन् भन्ने हेतुले उहाँले तिनीहरूलाई दृष्टान्त भन्नुभयो। कुनै एउटा सहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता नगर्ने एकजना न्यायाधीश थियो। त्यसै सहरमा एउटी विधवा थिइन्। त्यो तिनीका आइरहन्थिन् र भन्थे, मेरो बाधीको लागि न्याय गरिदिनुहोस्। तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, म परमेश्वरको डर मान्दिनँ, मानिसको वास्ता पनि गर्दिनँ, तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्र त तिनी एकरो आएर मलाई वाक्क बनाउने छे। यो न्यायाधीश को हो? यो न्यायाधीश, यो विधवा को हो? यो न्यायाधीश को हो? येशू हो। यो विधवा को हो? अब येशू भए त ईश्वरको डर नमान्ने, मैले त म परमेश्वरको डर मान्दिनँ भनेको छ उसले त। येशूले त परमेश्वरको डर मान्नुहुन्छ नि, परमेश्वरै हुनुभयो। यो न्यायाधीश चाहिँ को हो? शैतान हो। शैतानले मात्रै त्यसो गर्छ, सुन्दैन, उसले दबाउँछ। तर यो विधवा चाहिँ चर्चको प्रतिरूप हो। चर्च विधवा होइन, दुलही हो होइन त? तर प्रभु येशूले दुलहीलाई लगिसक्नु भएको छ त? छैन। त्यस कारण यो दुलही संसारमा विधवा जस्तो आफ्नो दुलालाई पर्खिँदैछ। अब यो चर्चको काम हो त निरन्तर त्यो दुष्ट न्यायाधीश, संसारको न्यायाधीश को हो? शैतान हो। राजा को हो? हेलो, को हो? शैतान। आदमले नै उसलाई जिम्मा दियो। परमेश्वरले राजा बनाएको थियो आदमलाई, तर आदमले के गर्यो? पाप गरेर शैतानलाई जिम्मा दियो। त्यहाँदेखि राजा भएको छ, न्यायाधीश भएको छ। शैतानलाई थाहा छ कसलाई धनी बनाउने, कसलाई गरिब बनाउने, कसलाई निको भएको हिँड्न दिने, कसलाई बिमार बनाउने। शैतानले सबै कुराहरू गरिरहेछ। हेर्नुहोस्। अनि चर्च विधवा जस्तो, किन श्रीमान यहाँ छैन, स्वर्गमा विधवा जस्तो भएको छ। अनि के त? शैतानले आदमबाट खोसाएर लगेको कुराहरू सबै चर्चले के गर्नु पर्यो? वापस ल्याउनु पर्यो। चङ्गाई, शान्ति, सुरक्षा, आशिष। अनि त्यो चाहिँ जाँदै दिनुहोस् न होइन। यहाँ के भनेको छ? यहाँ के भनेको छ भने, यहाँ मेरो बाधीको मेरो न्याय गरिदिनुहोस्। तर ग्रिकमा, इङ्ग्लिसमा गरिदिनुहोस् त्यो ओनोरफिक वर्ड छैन। के भन्छ? मेरो बाधीको अघि मेरो न्याय गरिदे, मलाई दे मेरो अधिकार दिनुहोस् होइन।
नेपालीले मात्रै गरिदियो ओनोरफिक वर्ड भन्छ त्यसलाई आदरार्थी शब्द इङ्ग्लिसमा ग्रिकमा हिब्रूमा यो आदरार्थी शब्द छैन मेरो अधिकार दे मेरो न्याय मेरो तैँले गरेको अन्यायबाट मेरो न्याय तैँले दे शैतानलाई हामी के निको पारिदिनुहोस् भन्छौँ शैतानलाई येशूको नाममा भागी जानुहोस् तपाईँ त संसारको राजा हो त्यति बेइज्जती गर्नु भएन पधार्नुहोस् बाहिरतिर है भन्छौँ भन्दैनौ नि येशूको नाममा निस्केर जा अनि खरो भन्नेले येशूको नाममा मुन्टी भन्छ हैन अलिक खरो बोल्नेहरूले किनभने हाम्रो राजा आउँदै हुनुहुन्छ हामीलाई लिन तर उहाँ आउनुभन्दा अगाडि नै हाम्रो गुमेको हाम्रो अधिकार गुमेको आशिष त्यो सबै हामीले वापस पाउनुपर्छ आमेन र हुन्छ म यति नै राख्छु त्यस कारणले हामीले प्रार्थनाको कुराहरू हामीले हेऱ्यौँ एउटा के बाँध्ने र फुकाउने तपाईले आफ्नो परिवारको निम्ति श्रीमतीमा श्रीमानमा छोराछोरीहरूमा अनि मण्डलीमा समाजमा अनि कम्युनिटीमा अथवा देशमा शैतानले ल्याएको बन्धनलाई तपाईले फुकाउनुपर्छ शैतानलाई बाँध्नुपर्छ बलियो मान्छेको घर लुट्नु जाँदाखेरि त्यो बलियो मान्छेलाई पहिले बाँध्नु पर्यो अनि मात्र त्यो मान्छेलाई लुट्न सक्छ अनि अर्को क्षमाशील हुनु पर्यो तपाईले क्षमा दिनु भएन भने तपाईको प्रार्थना सुने हुँदैन क्षमा दिनु पर्यो अनि त्यहाँदेखि सहमतिको प्रार्थना जब तपाईँ प्रार्थना गर्नु आउनुहुन्छ तपाईहरु बीचमा सहमति हुनु पर्यो एग्रिमेन्ट हैन एग्रिमेन्ट त्यो महत्त्वपूर्ण कुरा हो हामी भन्छौँ नि परमेश्वर पिता प्रभु येशू पुत्र प्रभु येशू ख्रीष्ट पवित्र आत्माको बीचमा के छ भन्छ हामी एक त्रिएक परमेश्वर उहाँहरू सहमति छैनन् त्रिएक हुन्छ हुँदैन नि सहमतिको प्रार्थना उहाँहरू सहमति भएको कारण हामी उहाँहरूको डिएनए बोक्ने मान्छे हो त्यसको यहाँ सहमति भन्ने हुनुपर्छ अनि सबै कुरा येशूको नाममा माग्ने हो येशूको नाममा दाबी गर्ने हो अनि हरेक हाम्रो समस्याहरू अनि हाम्रो रोग बिमार बाधा विघ्न त्यसलाई चाहिँ उहाँको इच्छा अनुसार माग्नु भनेको परमेश्वरको वचन दाबी गर्नु हो परमेश्वरको वचन दाबी गर्नु त्यहाँदेखि अनि सबै प्रार्थना येशूमा अख्तियारसँग शैतान यो गरिदिनुहोस् यता गरिदिनुहोस् है शैतान तैँले छोड त निस्केर जा तेरो अधिकार म खारेज गर्छु हामीलाई दाबीसँग गर्ने त्यो अथोरिटीसँग परमेश्वरले यहाँलाई आशिष गर्नुभएको होस्।